छ। मैले त प्रस्ताव पनि गरेको छु यो कार्यक्रममा अनलाइन मार्फत जुटिरहनु हुने सहयोगी संस्थाका व्यक्तित्वहरूसँग पनि यो मोबाइलबाट नै हेर्न सक्ने बनिदियो भने अझ बढी प्रभावकारी हुन्छ। त्यसको लागि साथीहरूले प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने लागिरहेको छ। भरतपुर महानगरपालिकामा अहिले हाम्रो गणना अनुसार लगभग 1740 घरधुरी अनुमानित हाम्रो चाहिँ अहिले यो हाम्रो 28 का घरधुरी सङ्ख्या छ। हामी लगभग आधा भाग 1740 घरधुरीको आधा भाग हामी सबै अति नै जोखिम अवस्थामा हुन्थ्यौँ र तैपनि हामीले सबै सामाजिक सङ्घ संस्थाहरूले महानगरले सबैले सहयोग गर्दा गर्दै पनि हाम्रो जुन भगडी र शिशुवाबाट नारायणी पसेर नमस्ते हाम्रो कार्यक्रम सुरु भइसकिन्छ। हाम्रो अतिथि सरहरू पनि त्यही अगाडि नै देखेँ मैले भर्खरै भिडियो अन गर्दाखेरि। यो आज कनेक्टिङ स्पेस टु भिलेजको स्मल प्रोजेक्ट अन्तर्गत जुन कार्यक्रम हुँदैछ फ्लड र त्यस पछाडि यो ल्यान्डस्लाइडहरूको न्यूनीकरण गर्ने भनेर चाहिँ हामीले ग्रान्टहरू चाहिँ प्रदान गरेको थियौँ। त्यसमध्ये दुर्गा सर र विनिता म्यामले चाहिँ आफ्नो प्रपोजल राखिसके पछाडि हाम्रो यो 5 दिने ट्रेनिङलाई उहाँहरूले यहाँ लिनुभएको थियो र त्यो ट्रेनिङ पछाडि चाहिँ यो प्रपोजल राखे पछाडि आज यो कार्यक्रम यहाँ हुँदैछ। मलाई ज्यादै खुसी लागिरहेको छ। हामीले चाहिँ जुन यो 5 दिनको तालिममा सरहरूलाई एउटा नयाँ हाई एन्ड वर्ल्ड क्लास टेक्नोलोजीको ट्रेनिङहरू दिएको थियौँ र सरहरूले म्यामहरूले सिकेर त्यो कुरालाई चाहिँ आज हाम्रो यो वडामा चाहिँ प्रयोगमा ल्याउँदै हुनुहुन्छ। सरहरू सबैजना आज यो कार्यक्रममा यस्तो कोरोनाको टाइममा पनि आएर सँगै बसिदिनु भएको छ। आई थिङ्क अब यो आजको कार्यक्रमले चाहिँ जुन हाम्रो त्यहाँको समस्या रहेको छ नारायणी र राप्ती नदीको वरिपरि बाढीको समस्या प्रायः भइराख्ने र समुदायलाई पनि असर गरिराख्ने त्यसको सबभन्दा पहिला चाहिँ इसिमोड 1 भनेर चाहिँ तपाईँले चाहिँ सर्च गर्नुपर्छ। सबभन्दा पहिला चाहिँ इसिमोड 1 भनेर सर्च गर्नुपर्छ। यो इसिमोड 1 हो। यो पहिले टाइप गर्नुहोस्। टाइप गरिसकेपछि यो खालको विन्डोज देखा पर्छ। यहाँ यो माथि है तल होइन, यो माथि यो खालको विन्डोज देखा पर्छ। यो खालको विन्डोज देखा पर्छ। यो खालको विन्डोज आइसकेपछि अब तपाईँले चाहिँ सर्च गरेर यहाँ चाहिँ इसिमोड 1 भनेर यो चाहिँ जुन वर्ड छ नि यो चाहिँ सर्च गरिसकेपछि यहाँनिर चाहिँ अब इन्टर गर्नुको भयो भने यस्तो खालको चाहिँ आउँछ। मैले अलिकति मात्रै स्क्रिनसट लिएको छु, यति मात्रै स्क्रिनसट लिएको छु। यो तलको अर्थ हो है भनेको छ। अब यसमा क्लिक गरिसकेपछि यो खालको विन्डोज देखा पर्छ। यो खालको विन्डोज देखा पर्छ। यो खालको विन्डोज देखा परिसकेपछि अब के हुन्छ त भन्दा हामीले चाहिँ जुन अनुमान गर्न खोजेको अथवा बाढीसँग सम्बन्धित कतिखेर बाढी आउँछ, कहिले बाढी आउँछ, कति ठुलो बाढी आउँदैछ भनेर त्यो अनुमान गरेर हामी सुरक्षित हुन खोजेको चाहिँ खास यसको मुख्य उद्देश्य रहेको नि। भनेपछि यो आइसकेपछि अब हामीले चाहिँ हाम्रो नेपालमा चाहिँ 2 खालको नदीहरू छ। हामीले हेर्नुपर्ने 2 खालको नदी होला। भनौँ एउटा एक खालको चाहिँ हामी सानो जस्तो नारायणी नदीको लागि हेर्न पऱ्यो भने हामी स्पिड फ्लो नेपालमा जान्छौँ। अब यो स्पिड फ्लो नेपालमा क्लिक गरिसकेपछि यो खालको विन्डो देखा पर्छ। यो बिचमा देखाएको जुन छ यो खालको विन्डो देखा पर्छ है। यो खालको विन्डो देखा परिसकेपछि अब हामीले चाहिँ यसलाई चाहिँ अहिले म स्लाइडबाट देखाइरहेको छु। पछि अहिले चाहिँ म काटिएर फेरि देखाउँछु यसलाई। यसलाई चाहिँ हामी जुम गरेर खालको डेटा देखाउँछ त भन्दा यो खालको डेटा देखाउँछ है। मैले चाहिँ शुक्रबार लिएको डेटा स्क्रिनसट थियो। शुक्रबारको स्क्रिनसट लिँदाखेरि यस्तो खालको डेटा देखाएको छ। हेर्नुहोस् त यो 12-10 अगस्त यो 12 यतापट्टि दिएको छ। यो कलर अनुसार यो कति एमएम पानी पर्न सक्छ भन्ने कुरा यहाँ दिएको छ। यो कलर आयो भने 100 एमएम भन्दा पनि माथि पानी पर्न सक्ने सम्भावना बढी छ भन्नु यो प्रेडिक्सन त्यति सम्भावना पोसिबल त्यति छ भन्न खोजेको। यसै गरेर अब यो कम्तीतिर आयो भने अब यो कलरमा आयो भने व्हाइट कलरमा आयो भने अथवा बादल हल्का मात्रै छ भने पुरै हल्का छिटा मात्रै पर्न सक्छ, बादल मात्रै लाग्न सक्छ हो। अब पानी नपर्न पनि सक्छ। मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि यो खालको चाहिँ विन्डो देखा पर्छ।
यो फाल्टो विन्डो देखाएको छ। यहाँ नेपालको नक्साहरू देखाएको छ र यहाँ देखिएका सम्पूर्ण यो कलरहरू जुन छ नि, यो कलरहरूले चाहिँ कुन खतरा छ भन्ने कुरा जुम नगरी पनि हामी चाहिँ यहाँ चाहिँ हेर्न सक्छौँ। ब्लू कलरले चाहिँ केही पनि छैन, एकदम नर्मल छ है। अब त्योभन्दा माथिको कलरमा अब यो कलर चेन्ज हुँदै जाँदाखेरि त्यति धेरै अलिअलि खतरा बढ्दैछ भनेको है। अब रेड कलरमा पुग्यो भने त एकदमै जाँदा रेड कलर देखाएको छ नि, त्यो ठाउँमा चाहिँ अलिकति खतरा हुनसक्छ भन्ने कुरा है। मैले यसलाई जुम गरेँ, यहाँ अब आज चाहिँ अगस्त 30 हो, 13 तारिक हो। यहाँ चाहिँ हेर्नुहोस् 13 तारिकमा यहाँसम्म आएको छ। हिजो चाहिँ पढ्न सक्ने सम्भावना हिजै बढी रहेछ। यो माथि टपमा पुगेको 12 तारिक चाहिँ बेलुका 6 बजेतिरको टाइम रहेछ। टाइम पनि दिएको छ यहाँ अगस्त 12, 2020 अनि 18 भनेको छ। 18 बजे गरेको बेलुकाको 6 बजेतिर सब गर्न सक्ने सम्भावना हिजो थियो। आज चाहिँ अलिक घटिरहेको कन्डिसन छ। यहाँ हेर्नुहोस् यो 13 तारिक भनेर यहाँ आइरहेको छ भनेपछि अब अहिलेको अवस्था हेऱ्यो भने यो चाहिँ के छ भन्दा यो नारायणी नदीको अवस्था चाहिँ एकदमै बढेर पनि कति बढेर पनि अहिले चाहिँ घट्ने क्रममा छ भन्ने अब त्यो छैन भने हामीले चाहिँ यो दुईवटा लाइन हेऱ्यौँ। एउटा लाइन चाहिँ ब्ल्याक लाइन चाहिँ कहाँ पुग्यो नि, ब्लू कलरको चाहिँ अलिकति कतिरै छ यहाँनिर त्यस्तो खालको छ। अब यसले चाहिँ केही मात्रामा पानीको बहाव चाहिँ बढ्छ भने हिजोको कन्डिसनमा, तर आज चाहिँ के छ त भन्दा त्यहाँभन्दा अलिकति घट्ने क्रममा छ है। त्यहाँभन्दा थोरै यस्तो चाहिँ त्यो ग्राफहरू चाहिँ अलिक अब लोमा गएको हुनाले चाहिँ घट्ने क्रममा यतापट्टि गएको हेऱ्यो भने अगस्त 12 छ, अगस्त 22सम्मको अब पछिको चाहिँ डेटाहरू हेर्ने हो भने यहाँ कहीँ पनि अफ छैन, माथि नै छैन, एकदमै तल लोवर लेभलमा छैन यस्तो चाहिँ ग्राफ। त्यो भनेको के हो, अब यसपछि चाहिँ कुनै अगस्त 22सम्म चाहिँ बाढी आउन सक्ने सम्भावना छैन। तर भोलि अब आज हेऱ्यो भोलि मौसम चेन्ज भयो पनि चेन्ज हुन सक्छ। आजको यस कार्यक्रमका प्रमुख अतिथि पनि हुनुहुन्छ आदरणीय वडा अध्यक्ष गोविन्द तामाङज्यूलाई आफ्नो छोटो मन्तव्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज त्यो वर्षाको र बाढी पूर्वानुमानका जनगणनाको क्षति निर्धारण सचेतना कार्यक्रमका सभाध्यक्ष एवं कृषि विद्यालयका प्राध्यापक उहाँहरू चाहिँ अधिवेशनको थुप्रै देखिन 4 वर्षका रहेछ। उहाँहरूलाई एकदमै जरुरी थियो उहाँहरू पनि उपस्थिति हुनलाई। किन भनेदेखि हामी जब विपदमा पर्छौँ, विपदमा परिसकेपछि मात्रै हामीलाई थाहा हुन्छ अब हामी के गर्ने, अब हामी कसरी यो विपददेखि हामी चाहिँ हामी बच्ने भनेर चाहिँ हामी त्यो बेलामा मात्रै एकदम उपायहरू अप्नाउनु खोज्छौँ। तर हामीलाई पहिला नै थाहाहरूलाई हामी त्यो सिस्टमबाट हामी अगाडि बढ्नु भएको थियो। हामी अझै सजिलोसँग हामी आफ्नो बारीमा पर्ने जनतालाई, बारीमा दोकानमा परेको व्यक्तिहरूलाई नदीबाट कटान भएको ठाउँमा कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरालाई जुन कार्यक्रम हुँदैछ त्यसको लागि सबैलाई हार्दिक बधाई छ र यो कार्यक्रममा सहभागी भएको सबैजनालाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। स्पोर्ट र यो गरे त्यस पछाडि गुगल एडिटिङको कुराहरू, त्यस पछाडि हामीबाट सिस्टमहरूको कुराहरू, स्टोरबाट कुराहरू, यो भनेको चाहिँ तपाईँको वर्ल्ड क्लास टेक्नोलोजीहरू हो। यो प्रविधिहरू विदेशमा बनाइएको, विदेशमा एकदमै तपाईँको लिगल पर्पसको लागि प्रयोगमा आइराखेको, तर यो ग्लोबल लेभलमा चाहिँ नभएको। हामीले यो प्रोग्राम सोच्दै गर्दाखेरि चाहिँ त्यो प्रविधिहरूलाई किन हामीले नसक्नु, हाम्रै ग्लोबल लेभलमा त प्रयोग किन गर्न नसक्ने त भन्ने सोचेर चाहिँ खास यो प्रोग्रामलाई चाहिँ हामीले अगाडि बढायौँ। र 5 दिन पछाडि हाम्रो सरहरूले नै तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ, अब तपाईँहरूको एरियामा यो कुराहरू, यो टेक्नोलोजीको प्रयोगले कसरी सहज गर्न सक्नुहुन्छ भनेर चाहिँ हामी प्रपोजल पनि गरेको थियौँ।
र त्यो प्रपोजल गरिसके पछाडि सरहरू प्रपोजल बेस्ट 3मा चाहिँ सेलेक्ट भएको हो र बेस्टमा सेलेक्ट हुनुको कारण चाहिँ के थियो भन्दाखेरि हाम्रो यो नारायणनगर विराटनगरमा यो पार्टीको जोखिम चाहिँ धेरै रह्यो त्यो छेउछाउमा बस्नुहुने हाम्रो साथीहरू घरमा बाढीले सँग सबै प्रबल मार्ग रहेको र त्यसले चाहिँ हामीले यो जस्तो प्रविधिहरूको प्रयोगमा पहिला हामीले बाहिर पाक्छ भन्ने सम्भावना कार्यक्रमबाटै यो टेक्नोलोजी प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि हजुरहरूले थाहा पाउन सक्नुहुन्छ। त्यस पछाडि तपाईँहरूले आफैले पनि पूर्वानुमानको कामभन्दा अगाडि बढाउन सक्नुहुन्छ। हाम्रो गाउँपालिकाबाट वडाबाट पनि उहाँहरूले हेरेर चाहिँ लगेको के हुँदैछ कस्तो हुँदैछ पानी नालीमा को सक्छ कि त्यो पानी धेरै परेर इन्फर्मेसन सबै लिन सकिन्छ। सबै कुराहरू हाम्रो दुर्गा सरहरूले हेर्नुभएको छ। उहाँहरूको टेक्निकल एसिस्टेन्सबाट हामीले त्यो कुराहरूलाई यही वार्डमा चाहिँ प्रयोगमा ल्याउन सक्छौँ भन्ने विश्वास राखेको छु। अब यो कार्यक्रमले एउटा भोलिको दिनमा चाहिँ हामीले मिसाउन पाइन्छ भन्दाखेरि हाम्रो यो प्रयोगबाट चाहिँ हाम्रो गरेर बाढी एउटा के समस्या त्यो बाढीको समस्याहरूबाट पनि जोखिम चाहिँ त्यसलाई न्यूनीकरण गर्न सक्यो। त्यस्तै लगायत अरू पनि एप्लिकेसन स्तरमा चाहिँ हामीले प्रयोग गर्न पाउँदाखेरि एउटा कुरा थियो। त्यसो गर्दाखेरि कृषि मोबिलिटी कार्यक्रम गर्नको लागि अगाडि बढाउनु भयो। उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। प्रोग्रेस एसोसिएसन नेपालले हाम्रो स्तरमा जो म्यापहरू हुनुहुन्छ अलिपुरमा त्यस पछाडि पूर्वीमा नवलपुरमा उहाँहरूले चाहिँ यस्तो कार्यक्रम हामीले बोलाएर ट्रेनिङ दिएर पाउँदाखेरि निकै खुसी लागिरहेको छ। यो झन् लोकल लेभलमा यस्तो कार्यक्रम आएछ भन्दाखेरि झन् खुसी लागिरहेको छ। होपफुली अब दिनमा झन् यो धेरै प्रयोगमा आओस् र हामीले यसको चाहिँ इम्प्याक्ट अझै धेरै बढाउन सकौँ। त्यति भन्दै मेरो तपाईँहरूसँगको आफ्नो एक्सपिरियन्स चाहिँ नि कार्यक्रम केही नगर्नुपर्छ कसरी सुरक्षित पार्न सक्छौँ भन्ने नै यसको उद्देश्य हो। बाढी आउने संरचना पूर्वानुमान कसरी सुरक्षित हुने भन्ने विषयमा रहेको छ। बाढी चाहिँ यहाँले भइसक्नु भएको छ। अब सबैले देखिरहेको कुरा हो। अब यो चाहिँ अनुमान कसरी गर्ने त मुख्य कुरा के हो? हाम्रो चाहिँ मेरो अब्जेक्टिभ छ कि अनुमान गर्ने तरिका के हुन्छ? सबैभन्दा पहिला यो चाहिँ अनलाइनमा गर्नुपर्ने भएको हुनाले हामीलाई चाहिँ के आवश्यक छ त भन्दा इन्टरनेट एक्सेस आवश्यक छ। अब इन्टरनेट एक्सेस हामी चाहिँ यो चाहिँ अनुमान गर्न सक्दैन अथवा चाहिँ यसको प्रकाशहरू हेर्न सक्दैन। यो प्रकाशहरू कुनै पनि हेर्न सक्दैनौँ र यो मोबाइलबाट हामीले चाहिँ हेर्न सक्दैन। जसलाई चाहिँ डेस्कटप अथवा कम्प्युटर नै चाहिन्छ है। मोबाइल डिभाइसको कुनै डिभाइसहरूबाट यो चाहिँ एक्सेप्ट गर्दैन अथवा सक्नु गर्दैन। यदि हामीले खोलिहाल्यो भने पनि यो साइटहरू खोलिहाल्यो भने पनि त्यसमा भएका डेटाहरू जुन एनालाइज गर्नुपर्ने डेटाहरू छ त्यो डेटाहरू चाहिँ देखिरहेको सो हुँदैन मोबाइल। त्यसैले कम्प्युटरबाटै गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला त हामीले के गर्नुपर्छ त भन्दा ब्राउजरमा क्लिक गर्नुपर्ने हुन्छ। जुन चाहिँ ब्राउजर तपाईँहरूसँग लास्टमा पनि मैले चाहिँ यसका केही लिङ्क्सहरू राखेको छु। यति भइसकेपछि अब हाम्रो नेपालमा चाहिँ दुई खालका चाहिँ नदीहरू रहेको हुन्छ है। ती दुई खालको नदीहरू एउटा चाहिँ अत्यन्त ठुला नदीहरू छ है, अत्यन्त ठुल्ठुला नदीहरू छ। अर्को चाहिँ कस्तो खालको नदीहरू छ भन्दा हामीले क्षेत्रीय हामी दक्षिणी पुऱ्याउने कस्तो खालको सानो नदीहरू साना खोलाहरू त कस्तो पहरे खोलाहरू छ। उतिखेर चाहिँ भत्त पानी हो गाडी हो उतिखेर एकैछिन 1 घन्टापछि पानी नै हो। त्यस्ता खालका खोलाहरू पनि छ। यो दुई खालका खोलाहरू अथवा दुई खालका नदीहरूमा चाहिँ हामीले चाहिँ कसरी चाहिँ हेर्छौँ त भन्दा ठुला नदीहरूलाई चाहिँ एउटा एकले हेर्छौँ ठुला नदीहरूलाई र साना खोलाहरूको लागि अर्को कुनै एकबाट हेर्छौँ। दुईवटा एकबाट चाहिँ हामी चाहिँ यो एनालाइज गर्छौँ र त्यहाँबाट प्रकाशहरू हेर्छौँ। अब जसमा हाम्रो नजिकै यहाँ रहेको चाहिँ नारायणी नदी भयो होइन। नारायणी नदीको लागि हेर्न पऱ्यो भने अथवा नेपालको सबैभन्दा ठुला नदीहरू ठुला जुन नदीहरू छ ती नदीहरूको बारेमा हेर्न पऱ्यो प्रकाश हेर्नु पऱ्यो। स्ट्रिम फ्लो नेपाल भन्ने चाहिँ यो सम्झिनु स्ट्रिम फ्लो नेपाल भनिन्छ। यो स्ट्रिम फ्लो नेपाल
वेस्टिङको नेपालमा एकचोटि गएर क्लिक गर। यो ठुलो नदीहरूको लागि मात्रै, साना नदी होइन, ठुलो नदीहरूको लागि मात्रै। अब हामीले चाहिँ यहाँ हेऱ्यो भने साना नदी पनि देखाउँछ, कि साना खोलाहरू पनि देखाउँछ, नदेखाउँछ होइन, यहाँ पनि देखाउँछ, मजाले हेर्न सकिन्छ। ठुलो नदीको हेर्ने जुन डाटा एनालाइज गरेको कुरा छ नि, प्रोसेसिङ गरेको कुरा, त्यो चाहिँ साना खोलाहरूको लागि म्याचिङ हुँदैन, ठ्याक्कै मिल्दैन। हेर्न मिल्छ नमिल्ने होइन, तर म्याचिङ नहुने भएको हुनाले अब के गर्नु पऱ्यो भन्दा रिलेट गराउँछ। यसबाट चाहिँ हामी एकदमै चाहिँ साकार गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले यो 10 इयर्स र 20 इयर्समा चाहिँ हामी चाहिँ यो सफल चाहिँ भएर बस्नुपर्ने हुन्छ। अब त्यसपछि मैले नारायणी रिभर भनेको छु होइन, यो म्यापलाई मैले जुम गर्दाखेरि चाहिँ त्यसको पावरपोइन्टमा भएको हुनाले भएन, म अहिले एकछिनमा प्र्याक्टिकल देखाउँछु। यसलाई जुम गर्दाखेरि यसमा कुनै लाइनहरू देखाउँछ, हामी जस्तो ठाउँ सबै आउँछ होइन। आइसकेपछि हामी सजिलैसँग के गर्न सक्छौँ भने यहाँ नजिकै रहेको हाम्रो चाहिँ नारायणी रिभर हुन्छ नि, त्यो नारायणी रिभर चाहिँ सजिलैसँग यसको म्यापमा देखाइसकेपछि क्लिक गर्छौँ होइन। त्यसमा चाहिँ कुन नदीको हेर्ने हो जुम गरेर त्यो नदीमा गएर लाइनमा गएर क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि त्यसका डेटाहरू देखाउँछ, यस्तो खालको डेटाहरू देखाउँछ। क्लिक गरेपछि यो खालको डेटाहरू देखाउँछ है। यो खालको डेटाहरू देखाइसकेपछि के हुन्छ भन्दा यो यहाँ चाहिँ यस्तो खालको अप डाउन खालको चाहिँ विभिन्न खालको ग्राफहरू यहाँ देख्नुहुन्छ। र यो धेरै खालका डेटाहरूलाई मिक्स गरेर एक खालको ग्राफमा देखाएको छ र पुरै यसमा मलहरू छ होइन। अनि जसले गर्दाखेरि सबै यो जति यहाँ चाहिँ ग्राफहरू दिएको छ सबैको अप भइरहेको छ भने चाहिँ यसको चाहिँ कन्फर्म अब गाडी आउँछ भन्दा चाहिँ स्क्रिनसट लिएको छैन होइन। अब यो चाहिँ डेटा लिँदाखेरि चाहिँ यो रिमोटले विभिन्न रिमोट सेन्सिङ मार्फतबाट स्वाइप टेस्ट गरेर होइन, मानव सेटेलाइटबाट एउटा डेटाहरू हेरेर अनि त्यसपछि बोलाएर चाहिँ त्यसको चाहिँ वेबसाइटमा राखेको हुन्छ। त्यो वेबसाइटमा राखेको हुन्छ। हामीले चाहिँ त्यहीबाट ती डेटाहरू चाहिँ के गर्छौँ, एक खालको मात्रै डेटा छ, यहाँ थुप्रै खालको डेटाहरू छ। एकदम बाटोको चाहिँ यो पानी जुन सुक्खा माटो एकदमै सुक्खा भयो भने त्यहाँ जति पानी पऱ्यो त्यहाँ सोच्ने हुनसक्छ भनेपछि त्यहाँ अलिक गाडी कम आउने सम्भावना रहन सक्छ नि त्यो बेला। अनि पानी चाहिँ अब प्रशस्त माटो भिजिसकेछ भनेपछि अलिक पानी पऱ्यो भने त्यहाँ आउने सम्भावना बढिरहन सक्छ। त्यस्तो सबै कुराहरू चाहिँ एनालाइज गरेर राखेको हुन्छ यहाँ। यसले चाहिँ 10 दिनसम्मको प्रकार गर्छ है, 10 दिनसम्मको डेटाहरू देखाउँछ। अब हाम्रो मैले चाहिँ अस्ति दिएको थिएँ यो चाहिँ स्क्रिनसट, अगस्त 6 तारिकदेखि यहाँ अगस्त 16 तारिकमा दिएको छ। यहाँ चाहिँ अगस्त 10मा चाहिँ खास छैन, 11-12तिर गइसकेपछि पुरै यहाँ चाहिँ अलिकति भइरहेको छ। के भनेको पुरै चाहिँ पानीको लेभल के छ त भन्दा अब बढ्न सक्छ, पानीको लेभल बढ्न सक्छ, केही मात्रामा चाहिँ ठुलो बढ्न सक्छ। फेरि एकदम वाक्दै ठुलो बाढी आउने भन्ने कुरा यहाँ छैन। के भन्दा अब हामी चाहिँ कति माथि गयो भने हाइवेमा गयो भने अलिक बाढी आउन सक्छ। यहाँ तलको भ्यालु चाहिँ मैले स्क्रिनसट देखाउँदा त्यो हेरेर चाहिँ हामी सजिलैसँग गर्न सक्छौँ। अब यसमा यसको हिस्टोरीहरू हेर्न सक्छौँ। यो जसरी नारायणी रिभरको यो नारायणी रिभरमा पहिलाको सालमा कहिले चाहिँ निकै ठुल्ठुलो बाढी आएको थियो भनेको हामी सजिलैसँग हेर्न सक्छौँ। हिस्टोरी देखाउँछ। अनि हाम्रो खेतहरूमा लाग्ने चाहिँ कुटोहरूलाई चाहिँ देखाउँदैन नि यहाँ, त्यो चाहिँ होइन त्यस्तो खालको कुरा होइन। अब जब केतली खोला चाहिँ त्यसको पानी भइरहने होइन, र त्यसले चाहिँ पानी बढेर निकै ठाउँमा एकचोटि गाउँ सकेको खालको बढी खोलाहरू भयो होइन, बढी खोला त्यस्तो खालको खोलाहरू चाहिँ यहाँ इन्क्लुड छ यसमा होइन। राप्ती चाहिँ ठुलो नदीहरूमा चाहिँ पर्दैन कि, ठुलो नदीमा राप्ती पर्दैन, अब सानै खोला नै भन्नु पऱ्यो। अब यसको चाहिँ हाई वाटर स्ट्रिम फ्लो नेपाल भन्ने छ, यसमा हामी क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि यो खालको भिडियो देखाएको छ, यो खालको भिडियो देखाएको छ। यो खालको भिडियो देखाइसकेपछि सेम अब यस्तो हेर्ने तरिका त्यही नै, हामी जुम गर्छौँ। जुम गरिसकेपछि यहाँ म्यापहरू देखाउँछौँ। म्यापहरू देखाइसकेपछि अब हामीले चाहिँ यो म्यापहरूमा चाहिँ सजिलैसँग कुन खोलामा जाने भन्ने कुरा यहाँ देखाउँछौँ। त्यो खोलामा गएर क्लिक गर्छौँ। यहाँ चाहिँ जुम गरेको छ, यहाँ हाम्रो के गइसकेको छ, यहाँ खोलामा देखाएको छ। त्यो हेर्नु होइन, यो उतातिर भनेका त्यो चाहिँ नारायणीका देखाएको छ है, यता राप्ती लेभलको खोलाहरू देखाएको छ। यी लोकल लेभलका खोलाहरूमा ठुला नदीहरू पनि देखाउँछ, नदेखाउने होइन, तर ठुला नदीहरूको लागि चाहिँ हामी हेर्दैन कुरा ध्यान दिनु होला। हामी चाहिँ साना खोलाहरूको लागि मात्रै हेर्दैछौँ। त्यस
त्यसपछि अर्को चाहिँ साना खोलाहरूको लागि कहाँबाट चाहिँ चेक गर्ने हो प्रकार कसरी हेर्ने गरेको हेऱ्यो। अब पानी पर्ने सम्भावना कसरी है अब योसँग रिलेटेड हो फुलसँग रिलेटेड हो त पानी पर्ने सम्भावना होइन। अब पानी पऱ्यो भने बाढी आउने हो त्यसको लागि पानी अब कतिको पर्छ भन्ने कुरा हामीले चाहिँ सम्भावित प्रकारले हेर्न पऱ्यो भने यो हाइवाट भन्ने हामी चाहिँ ठुला नदीहरूको लागि स्पिड फ्लो नेपाल भन्ने मात्रै के गर्यो हो। साना खोलाको लागि हाइवाट स्पिड फ्लो नेपालमा के गर्यो। अब पानी पर्ने सम्भावना के छ बाटोको अवस्थाहरू हेर्न पऱ्यो भने हाइवाट भन्ने मात्रै गर्यो। यसमा क्लिक गरिसकेपछि यस्तो खालको इमेज देखाउँछ। यो खालको इमेज देखाउँछ। अब यसमा चाहिँ हामी यो पछाडिको कलर चाहिँ ब्याकग्राउन्ड कलर देखाएको चाहिँ के हो भन्दा बादलहरू सजिलोसँग हेर्न मिलोस् भनेर ब्याकग्राउन्ड कलरमा देखाएको छ। अनि यो कालो भएपछि बादलहरू सजिलोसँग यो कलरमा आउँछ। यो कलरमा आउँछ बादलहरू है। यो कलरमा आइसकेपछि हामी सजिलोसँग कस्तोसँग देख्न सक्छौँ भने चाहिँ ब्याकग्राउन्डमा यस्तो खालको कलर दिएको छ। यसलाई चाहिँ हामी घटाउन पनि सक्छौँ। यहाँ कति पनि छ यहाँबाट घटाउन पनि सक्छ। यसको लेभलहरू यस्तो खालको छ। अब यसलाई चाहिँ हामी जुम गऱ्यो भने तलतिर प्ले गर्ने ठाउँ छ। यसपट्टितिर के गर्ने प्ले गरिरहेको यहाँ प्ले गऱ्यो भने बादलहरू कहाँनिर कति घन्टामा कहाँनिर गइरहेको छ बादलहरू क्लाउडहरू हामी सजिलैसँग फेरि हेर्न सक्छौँ। जस्तो यहाँ पनि जुम गर्दाखेरि यस्तो खालको देखाएको छ। यो प्ले गरिरहेको बेलाको अनि चाहिँ हामी चाहिँ अनलाइनमै हेर्छौँ। त्यसपछि नेपाल सरकारको एउटा आधिकारिक वेबसाइटमा जो मौसम विभाग भनेर हामी हेर्छौँ यो मेट्रोलोजिकल फोरकास्टिङ डिभिजनबाट पनि हामीलाई कुन ठाउँमा कतिको पानी पर्न सक्छ सम्भावना चाहिँ हामी त्यहाँ हेर्छौँ। यो चाहिँ कतिको पानी पर्छ भनेर यसमा दिएको छ है। यो यहाँ हेरेर अनि बादल कुन ठाउँमा कति छ कुन कलर अनुसार यो कलर हो है। यो रेड कलर हो भने 100 mm भन्दा माथि पर्न सक्छ भन्दा बुझेको है। त्यो अनुसारको यहाँ चाहिँ कलर आयो भने त्यो बेलामा चाहिँ सम्भावित बढिरहन सक्छ भन्दा बुझेको। ठ्याक्कै 100 mm मै हुन्छ भने चाहिँ यसको चाहिँ यस्तो खालको छ। मैले यहाँ प्ले गरिदिने पुरै प्ले हुन्छ। बादलहरू चाहिँ चेन्जेस हुन्छ नि भने त्यसपछि मैले केही लिङ्क्सहरू चाहिँ देखाएँ। अघि जो ती वेबसाइटहरू मैले खोलेँ त्यसको लिङ्क्सहरू सबै छ। यहाँ सबै लिङ्क्सहरू छ। यहाँ यसले चाहिँ सिमोडे खुल्छ। एकचोटि यो लिङ्कमा जानुभयो भने अब वेबसाइटमा वेब एड्रेस लेख्ने ठाउँ यो टाइप गर्नु भने सिमोडे खुल्छ। अब स्पिड फ्लो नेपालमा जानु पऱ्यो भने यसरी गर्छ। अब यसको अर्थ के हो त भन्दा त्यसको मुख्य अर्थ भनेको चाहिँ 6 बजेतिर बेलुका 6 बजेतिर के मात्र पानीको प्रभाव पर्न सक्छ बेलुकी है। पानीको मात्रा पर्न सक्छ भनेर चाहिँ पुरै कुरा दिएको छ। अब यो चाहिँ 24 घन्टासम्मको लागि मात्रै हो। यो चाहिँ 100% दिन्छ भन्ने छैन। तर पानी भरेर पुरै पानीको मात्रा पर्न सक्छ भनेको। अब कति वर्ष त भन्दा मात्र कति वर्ष भन्दा 2 years पिरियड पिरियडसम्म मात्रै। यो 2 years पिरियड पिरियड भनेको खास धेरै पानी हो है। एकदमै थोरै हो। अब यो चाहिँ यहाँसम्म गइएको भए अलिकति खतराको हुनसक्छ। यो चाहिँ यो येलो जोन छ नि यसमा चाहिँ अलिक खतरा हुन्छ। तर यहाँ चाहिँ अब तलै छ त्यसमा उनीहरूले एउटा चाहिँ खासै हामी चाहिँ ठुलो मान्छौँ। यसले चाहिँ कुनै खेती है। यसमा अरू चाहिँ डेटाहरू पुरै अलिकति भनेर राखेको छैन। यति मात्रै छ। यो 24 घन्टाको लागि मात्रै हेरेको। त्यसैले 24 घन्टा अब भोलिको हेर्नु पऱ्यो भने भोलि फेरि पनि बिहान अपलोड गरेर हेर्नु पर्ने हुन्छ यसमा। यसको डाटाहरू चाहिँ हिस्ट्री पनि हेर्न सक्छौँ तर डाउनलोड पनि गर्न सक्छौँ। यहाँ हिस्ट्री छ। पहिला पहिला कति ठुल्ठुला खोलाहरू आएको बाढीहरू आएको थियो त्यो खोलामा त्यो सजिलैसँग यहाँ चाहिँ फर्काएको। त्यसपछि सजिलैसँग हामी चाहिँ यस्तो डेटाहरू डाउनलोड गर्न सक्छौँ। यसरी हामी हेर्न सक्छौँ। जस्तो अब राप्ती नदी गयो। राप्ती
डाउनलोड पनि गर्न सक्छ यसको। अरू पनि छ, अब केरेङ्गो खोलाहरू हेर्न सक्छौँ हामी। यहाँ केरेङ्गो खोला छ, केरेङ्गो खोलाको फोरकास्टहरू यहाँ गयो। केरेङ्गो खोलाको फोरकास्ट 2 इयर्सभन्दा अलिक माथि गएको छ होइन। त्यो भनेको चाहिँ अब यो पनि ठ्याक्कै आज सबै खोलाहरू चाहिँ यो बेलुका 6 बजेतिर चाहिँ अलिक बढ्न सक्ने भनेर देखाइरहेको छ। सबै खोलाहरू र अलिकति पानीको भाग ठुलै भयो भने अलिक बढ्न सक्ने भनेर चाहिँ एकदम बढेछ। वार्निङ लेभल हो। ओ सरी अब यहाँबाट हामी स्टे हेर्न सक्छौँ होइन, डाउनलोड गर्न सक्छौँ। यहाँ मैले बन्द गरेँ। अब त्यसपछि हामी मौसमहरू हेर्छौँ कि बादल कुन ठाउँमा कति छ भनेर त्यो हेर्छौँ। बादलको अवस्था के छ भनेर। बादल एकदमै बढी छ भने त पानी पर्ने सम्भावना पनि रहने भयो होइन। र पानी जति धेरै पऱ्यो अनि त्यो अनुसारको बाढी आउँदै भयो। त्यसको हुनाले यो चाहिँ हेर्न जरुरी छ। त्यो हाइवाटमा जान्छौँ अब हामी। हाइवाटमा क्लिक गर्नुहोस्। हाइवाटमा क्लिक गरिसकेपछि यो खालको चाहिँ ओपन हुन्छ। यो खालको चाहिँ पेज एक आउँछ। हेर्नुहोस् यो देखिसकेपछि अब यसलाई नेपालको नक्सा दिएको छ। यहाँ सामान छ यहाँकै यसलाई चाहिँ जोड गर्नुपर्ने हुन्छ। पछाडि ब्याकग्राउन्ड कलर छ। ब्याकग्राउन्ड कलरले यो माथिको बादलहरू जति छ त्यसलाई चाहिँ प्रश्न देखाउनको लागि ब्याकग्राउन्ड कलर दियो है। र सिडीलाई चाहिँ अलिक कम पनि गर्नु सक्छ हामीले। मैले पुरै जुम गरेँ यसलाई। अब मैले यो ओपासिटी भन्ने यहाँ छ, यसलाई चाहिँ हामी घटाउन नै सक्छौँ। घटाएर नि बादल अलिक त्यति राम्रोसँग प्रशंसक देखिँदैन, अलिक बढाएर देखिन्छ। र त्यसपछि यहाँ तलपट्टि एउटा प्ले गर्ने बटन छ। जस्तो तल प्ले गर्ने बटन छ, त्यो प्ले गर्ने बटनमा एकचोटि क्लिक गर्ने बित्तिकै तपाईँको नेट चाहिँ एकदम फास्ट छ भने फटाफट बादल कहाँनिर चेन्ज भइरहेको छ भनेर तपाईँले देख्न सक्नुहुन्छ हो। त्यो प्ले भइरहेको छ, बादलको कलर यसमा आइरहेको छ है। यो लालको कलर पनि यसमा आएको छ है। यो मध्येमा तपाईँले चाहिँ ब्लू कलरमा आएको छ भने खासै धेरै पानी पर्दैन, हल्का पर्छ भयो। योभन्दा माथिको कलरलाई चेन्ज भएर आइरहेको छ भने पानीको कलर यहाँ रेड कलरमा आयो भने क्लियरसम्म पानी पर्न सक्छ। अब त्योभन्दा बढी घरसम्म पानी भाइ बसाउनु सक्छ है कलर छ। त्यो अनुसार यो बादलहरू यहाँ चाहिँ चेन्ज भइरहेको छ। अब यहाँ चाहिँ अनुमान कसरी गर्ने बाढी कुन बेला आउँदैछ अनुमान गर्नु पऱ्यो होइन। तर यो अनुमान गर्दाखेरि यहाँले चाहिँ एउटा कुरा चाहिँ यो दिमागमा राखिराख्नु होला। यो अनुमान भनेको चाहिँ अनुमान मात्रै हो, भविष्यवाणी हो। भविष्यको कुरा कसैलाई पनि थाहा हुँदैन 100% हुँदैन। यहाँले चाहिँ त्यो सम्झिनु होला। किनकि हामीले अनुमान गरिदियो, अनुमान गर्दाखेरि यो 99%सम्म म्याच हुन सक्छ, त्योभन्दा कम नै हुन्छ, त्योभन्दा बढी नहुन सक्छ। तर अहिले टेक्नोलोजीहरू प्रयोग गरी जति नेपाल सरकारले हामीलाई चाहिँ सूचनाहरू प्रवाह गरिरहेको छ यो मौसमसँग सम्बन्धित, ती मौसमसँग सम्बन्धित गरेका सूचनाहरू लगभग हाम्रो चाहिँ अहिले यो मौसममा पुरै मिलेको जस्तो देखिन्छ। यो पहिला 2-4 वर्ष अगाडिदेखि जति सूचनाहरू हामीले प्रवाह गर्थ्यो, बाढी आउँदैछ भन्यो भने पानी नै पर्छ, बाढीको ब्रिज त्योसँग किनकि अहिले चाहिँ प्रविधिहरू निकै प्रयोग गरेको हुनाले त्यो अलिकति म्याचिङ भइरहेको छ। त्यसो भएको हुनाले यो पनि 100% हुन्छ भन्ने छैन। किनकि अहिले पानी परिरहेको भने अब पानी परेर बाढी आउन सक्ने सम्भावना हामी यहाँ देख्यो भने बिग्रेर मौसम चेन्ज भएर घाम लागेर सुक्खा पानी सबै सुक्नु पनि छ, त्यो अवस्था छ। त्यसैले त्यसलाई 100% नमान्नु होला। हामीले चाहिँ अनुमान गर्छौँ, भविष्यमा अनुमान गरे त्यसलाई चाहिँ त्यति न्यूनीकरण गर्ने काम मात्रै गर्ने अनुमान कसरी गर्ने सम्पूर्ण पनि यो चाहिँ इन्टरनेटबाट गर्नु सक्नुहुन्छ। विदाउट इन्टरनेट हामी यसलाई गर्न सक्छौँ। त्यसो भन्नाले सबैभन्दा पहिला हामी चाहिँ तर यो हामीले मोबाइलबाट गर्न सक्छौँ। यहाँले चाहिँ मोबाइलबाट यसलाई चाहिँ हेर्न सक्छौँ। जुन मैले यहाँबाट सिकाउन खोजेको कुरा यो मोबाइलबाट चाहिँ त्यसका डेटाहरू लागि गर्न सक्छौँ। त्यसो भन्नाले त्यसको लागि चाहिँ हामीले डेस्कटप कम्प्युटर ल्यापटप चाहिन्छ। कम्प्युटर हामी डेटाहरू चाहिँ लागि गर्न सक्छौँ। मोबाइलबाट चाहिँ त्यसलाई यो स्क्रिनसट गरेको थिएँ र कहिले चाहिँ अलिकति यहाँ चाहिँ अगस्त 6 छ, यहाँ अगस्त 16 छ है। अगस्त 16 छ, यो बेलामा चाहिँ अगस्त 6 यो 8 यो 10 अब आज चाहिँ अगस्त 12 हो है। अगस्त 12 12 तारिक हो जस्तो लाग्छ। अब हाम्रो चाहिँ के छ त भन्दा 10 तारिकबाट अथवा 11
तारिकबाट अलिकति पानी परेर पुरै सतह बढ्न सक्ने भनेर पुरै यो चाहिँ ग्राफ अफ लेभलमा गइरहेको छ, माथितिर गयो। त्यस्तो अब शुक्रबार लिएको डेटा, आजको डेटा यो पर्छ एकदम अप डाउन हुन सक्छ। अब यो स्क्रिप्टो नेपाल, यो स्क्रिप्टो प्रेडिक्सन सिस्टम नेपाल भन्ने छ, यसले ठुला नदीहरूको लागि र यो बर्खास 10 दिनसम्मको लागि बर्खास 10 दिनसम्मको भविष्य बानी हामी यहाँ हजुर। यो यसमा चाहिँ के हुन्छ त भन्दा यो एउटा भ्यालुको ग्राफ हो, यो अर्को भ्यालुको ग्राफ हो, यो ब्ल्याक र ब्लूको ग्राफ अर्को। खास गरी हामी चाहिँ ब्ल्याक र ब्लू दुईटै हेर्छौँ। यदि यो सबै मैले यसलाई जुम गरेँ, पुरै जुम गरेँ। अब मैले यसलाई चाहिँ प्ले गर्छु। यो कति घन्टा, 1 घन्टाको डिफ्रेन्टमा आउँछ। यहाँ प्रेसिपिटेसन भन्ने दिएको छ एमएममा होइन। अब त्यसपछि यो रातिको 12 बजेदेखिको टाइम, यहाँ डेट र टाइम दिएको छ 8 महिना 12 तारिक भयो है। यहाँ तारिक दिएको छ 12 तारिक, त्यसपछि टाइम दिन्छ। अब यसलाई चाहिँ मैले प्ले गरिसकेपछि यहाँ अब अलिकति बढी ट्रान्सपेरेन्सी भएको हुनाले अलिक प्रश्नसँग देखिएन। यो पछि अलिक बढाउँ, फेरि प्ले गरौँ। यो नेपालको म्याप भनेको यहाँदेखि यहाँसम्म मात्रै छ, यतिभित्र मात्रै हेर्नु होला। अब यो साइडमा यो चाहिँ इन्डियाको साइडमा अलिक बढी पानी देखिएको छ। यहाँ यो कलर अनुसार है, ब्लू कलरले चाहिँ पानी नपर्ने सक्छ, रेड कलरले चाहिँ 50 mm भन्दा त्योभन्दा पनि धेरै पानी पर्न सक्छ है। रेड कलरले कुन ठाउँमा रेड कलर छ भन्ने कुरा हेर्दिनँ। अब यो चाहिँ हामी अझै जुम गरेर हेर्न सक्छौँ। सानो पनि छ होइन, त्यसो भएको हुनाले पानीको गहिराइ जम्मा 6.11 मिटर रहेको छ अहिले होइन। त्यस्तो चाहिँ वार्निङ लेभल कति छ त भन्दा 7.3 मिटर। अस्ति हामीले हेर्दाखेरि यो चाहिँ हेर्दा म्यासेज आइरहेको, यो चाहिँ 7.3सम्मै पुगेको वाटरले। अस्ति भनौँ न आइतबार होइन, सोमबारमा यहाँसम्म त्यो पुगिरहेको होइन। त्यसपछि यहाँ अब 7.3 चाहिँ वार्निङ लेभल भयो। यस्तो डेन्जर एकदम खतराको सङ्केत भन्नु 8 मिटर पुग्यो भने एकदमै खतरा हो भन्ने कुरा। आजको यस हाम्रो कार्यक्रमको औचित्यको सन्दर्भमा पुष्टि गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय विकास सर, सरहरू सबैलाई फेरि पनि नमस्ते। एसोसिएसन अफ नेपालबाट आज यस कार्यक्रममा म सहभागी हुन पाउँदा, सरहरू सबैजनासँग कनेक्ट हुन पाउँदा निकै खुसी लागिरहेको छ। यो कोरोना पेन्डेमिकको टाइममा पनि सबैजना एकदमै उत्सुकताका साथ यो कार्यक्रम जोइन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यो कनेक्टिङ स्पेस टु भिलेज भन्ने कार्यक्रम अन्तर्गत चाहिँ आज खास हाम्रो सरहरूले तपाईँहरूसँग यो इन्ट्रेक्सन कार्यक्रम राख्नु भएको हो। कनेक्टिङ स्पेस टु भिलेज हाम्रो इसी मोड राजेश सर पनि हुनुहुन्छ यहाँ। इसी मोडको एउटा इनिसिएसन हो जसमा चाहिँ इसी मोडले बनाएको वर्ल्ड क्लास टेक्नोलोजीलाई चाहिँ हामीले गाउँ गाउँसम्म पुर्याउने भन्ने अभियान हो। र त्यही अभियान अन्तर्गत हामीले दुर्गा सर, विनिता म्यामहरूलाई चाहिँ यहाँ काठमाडौँमा बोलाएका थियौँ र 5 दिनको उहाँहरू तालिम पनि प्राप्त गरेर जानुभएको थियो। 5 दिनको क्रममा हाम्रो इसी मोडको यहाँको सरहरू जो चाहिँ वर्ल्ड क्लास टेक्नोलोजीको ट्रेनिङहरू प्रोभाइड गर्नुहुन्छ, उहाँहरूले चाहिँ 5 दिनसम्म सरहरूलाई तालिम प्रोभाइड गर्नुभएको थियो। र यो तालिमको क्रममा उहाँहरूले अर्थ अब्जर्भेसनको कुराहरू, GIS का कुराहरू, त्यस पछाडि स्ट्रिम प्लटका कुराहरू, गुगल अर्थका कुराहरू, हाइवाकका कुराहरू सिक्नु भएको थियो। र यो सिकिसके पछाडि अरू पनि टुल्सहरू सिक्नु भएको थियो। यो सिकिसके पछाडि उहाँहरूले यसलाई कसरी चाहिँ हाम्रो त्यही नारायणीमा प्रयोगमा ल्याउन सकिन्छ, त्यहाँ राप्ती नदीले गर्दा जुन समस्याहरू भोग्ने गरेको छौँ, नारायणी नदीले गर्दा जुन समस्याहरू भोग्ने गरेको छौँ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर चाहिँ यो
प्रोग्राममा चाहिँ इन्गेज हुनुभएको थियो र हामीले सिकेको कुराहरूलाई गाउँमा पुर्याएर यसले चाहिँ केही न केही इम्प्याक्ट पार्नुपर्छ। हामीले त अब नयाँ टुल्स टेक्नोलोजीलाई गाउँमा पुर्याएर त्यसको प्रयोगमा ल्याउनुपर्छ र जुन तपाईँको यो नदीहरूको नदीमा आउने बाढीले गर्दाखेरि जनधनको क्षतिहरू हुने गरेको छ, त्यो क्षतिहरूलाई कसरी न्यूनीकरण गर्ने त, त्यसको पूर्वानुमानहरू कसरी गर्न सकिन्छ, हामीसँग टुल्स र टेक्नोलोजिजहरू छ भने त्यसलाई कसरी युज गर्ने भन्ने नै यसको मेन उद्देश्य हो। आज तपाईँहरू यहाँ कार्यक्रममा सर म्यामहरूले चाहिँ अगाडि राखेर त्यो टुल्स टेक्नोलोजीले कसरी प्रयोग गर्न सकिन्छ, हामी पूर्वानुमान कसरी गर्न सकिन्छ, त्यो क्षतिहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, राप्ती नदी अथवा नारायणी नदीको वरिपरि रहनुभएका बासिन्दाहरूलाई कसरी चाहिँ सहजीकरण गर्न सकिन्छ, उहाँहरू दिनरात यो मौसम तपाईँको पानी पर्ने मौसम झरी मौसममा चाहिँ समस्यामा पर्नुहुन्छ, मेन्टल स्ट्रेसहरू भइराखेको हुन्छ, तर टेक्नोलोजीले गर्दाखेरि चाहिँ त्यो पहिले नै थाहा पाउन सकिन्छ भनेपछि त्यो कसरी थाहा पाउन सकिन्छ। हामी त्यही समुदायमा बसेर तपाईँहरूको काम गरिराखेको अवस्थामा यो समुदायलाई काम लाग्न सक्ने केही कुराहरू गर्न सक्छौँ भने किन नगर्ने। त्यही भएर पनि यो कार्यक्रमलाई चाहिँ हामीले यहाँ अगाडि बढाएको हौँ र हाम्रो वडाको अध्यक्ष सरहरू पनि त्यहाँ आइदिनु भएको छ। आजको यो कार्यक्रमले एउटा मूर्त रूप पाउन सक्ने मैले देखेको छु। रोबोटिक्स एसोसिएसन अफ नेपालले चाहिँ सधैँ प्रविधिमा काम गरिराखेको छ। तपाईँहरूले अहिले यो कोरोनाको टाइममा रोबोटहरू चाहिँ अस्पतालमा प्रोभाइड भइराखेको सुन्नुभएको छ भने त्यो हामीले नै गरिराखेको हौँ। त्यस्तै नयाँ नयाँ प्रविधिहरूमा हामीले काम गरिराखेको हुन्छौँ, ड्रोनको कामहरू पनि हामीले गरिराखेको हुन्छौँ। सो यो पनि एउटा टेक्नोलोजीको प्रयोगलाई ल्याउनु पर्छ भनेर चाहिँ हामीले स्कुलको सरहरू म्यामहरूलाई चाहिँ बोलाएका थियौँ। म एजुटेक भन्ने संस्थासँग पनि आबद्ध थिएँ र त्यही संस्थाले चाहिँ तपाईँहरूको गाउँ गाउँमा गएर जहाँ चाहिँ कम्प्युटर ल्याबहरूको स्थापना भएको छैन त्यहाँ कम्प्युटर ल्याबहरूको स्थापना गरेको थियो र त्यही स्थापना गर्ने क्रममा दुर्गा सर बिनिता म्यामहरूलाई पनि त्यो ट्रेनिङहरू प्रोभाइड गरेको थियो र यो कार्यक्रममा पनि उहाँहरूलाई हामीले इन्भाइट गरेको थियौँ। र आज सरहरूले जे सिक्नु भएको छ र हामीले अस्ति पनि एउटा रिफ्रेसन ट्रेनिङ गराएको थियौँ, उहाँहरूले सकेसम्म यो प्रविधिको प्रयोग गरेर चाहिँ त्यहाँ गाउँमा चाहिँ यसको सक्दो सदुपयोग गर्न सकियोस् भनेर हामीले रिफ्रेसर तालिम पनि गराएका थियौँ। सरहरू सबैलाई यहाँ आइराख्नु भएको छ, धेरै खुसी लागिरहेको छ। होपफुली यो कार्यक्रमले चाहिँ हाम्रो सबै त्यहाँ गाउँमा जुन समस्याहरू छ त्यसलाई सल्भ गर्नको लागि तपाईँहरूलाई पनि एउटा टुल्सको सहजीकरण गर्नेछ। तपाईँहरूले पनि यो टुल्सलाई प्रयोग गरेर चाहिँ भोलिको दिनमा यो बाढीले आउने क्षतिहरूको न्यूनीकरण गर्नको लागि सहज हुनेछ। मैले यति नै भन्न चाहे। यो कार्यक्रमलाई सफल बनाउनको लागि सबै अग्रज सरहरू जो यहाँ उपस्थित हुनुहुन्छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै हामीले प्रविधिको प्रयोग गाउँ गाउँमा गरेर नै यो जुन समस्याहरू प्राकृतिक समस्याहरू छ त्यसलाई चाहिँ हामीले सल्भ गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। धेरै धेरै धन्यवाद। यसै क्रममा हामीसँग अहिले आइसक्नु भएको छ। आयोजकको रूपमा जुन चितवन जिल्लाबाट एउटा मात्रै विद्यालय छनौट हुन भयो, प्रभात माध्यमिक विद्यालयका आदरणीय आइसक्नु भएको छ। सरलाई पनि यस कार्यक्रममा आयोजकको रूपमा हार्दिक स्वागत गर्न चाहन्छु र यसै गरी कृषिमोड संस्थाका प्रमुख आदरणीय राजेश बहादुर थापा सरलाई पनि यस कार्यक्रमको औचित्यको सन्दर्भमा आफ्ना विचारहरू राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय राजेश सर सुन्दै हुनुहुन्छ हामीलाई? हजुर, धन्यवाद बिन्ता म्याडम। नमस्कार। त्यहाँ उपस्थित सबै सरहरू म्याडमहरू र सबैलाई चाहिँ म राजेश बहादुर थापा इसिमोडबाट चाहिँ सबैलाई नमस्कार गर्न चाहे फेरि पनि। र यो प्रोग्राममा हजुर सबै सक्रिय रूपमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। र यो जुन चाहिँ यो भू उपग्रहबाट
जुन चाहिँ हामीले डेटाहरू चाहिँ सूचनाहरू सङ्कलन गर्छौँ, त्यो सङ्कलन गरिएका सूचनाहरूलाई चाहिँ हामीले त्यसलाई कसरी तपाईँको चाहिँ समुदायसम्म कसरी लान सकिन्छ अथवा कुनै मान्छेको उसको चाहिँ दैनिक जीवनमा कसरी लान सकिन्छ भन्ने बारेमा मैले धेरै वर्ष अध्ययन अनुसन्धान गरेको थिएँ र मेरो विद्यावारिधि पनि त्यसै विषयमा हो। र त्यो भइसकेपछि अनि म चाहिँ जुन आफ्नो विद्यावारिधि सबै कुराहरू सकाएपछि म आफ्नो देशमा फर्किएपछि चाहिँ यसलाई हामीले कसरी लान सकिन्छ त भन्ने बारेमा छलफल हुँदै जाँदा हामीले अघिल्लो वर्ष चाहिँ हामीले रोबोटिक एसोसिएसन नेपालसँगको सहकार्यमा यसरी स्कुलहरूलाई चाहिँ हामीले यो विषयमा तालिम दियौँ र त्यो तालिम दिएपछि अनि हामी चाहिँ यो जुन समुदायसम्म जान सकिन्छ भन्ने खालको एउटा निरीक्षण निकालेर त्यसमा हामी लाग्यौँ र त्यस क्रममा हामीले गत वर्ष 9वटा स्कुल नेपालमा भएका 9वटा स्कुलहरू चाहिँ छानियो र तिनीहरू सबै स्कुलहरू चाहिँ सहरबाट थिएनन्, भन्नाले काठमाडौँ भ्यालीबाट थिएनन् अथवा पोखराबाट थिएनन्। तिनीहरू सबै हामीले चाहिँ त्यो क्राइटेरिया छान्ने क्राइटेरियामा पनि हामी त्यसरी छानेका थियौँ। अरू विभिन्न क्राइटेरियाहरू थिए र त्यस अन्तर्गतबाट चाहिँ 9वटा स्कुल छानिसकेपछि तीमध्ये हाम्रो श्री प्रभात सेकेन्डरी स्कुलको बाट हाम्रो दुर्गा सर र विनिता म्याडम चाहिँ हाम्रो इसी मोडमा आउनुभएको थियो र त्यस क्रममा हामीले विभिन्न चाहिँ यो भू सूचना प्रणाली र भूगर्भबाट लिएका तपाईँको चाहिँ उच्च प्रविधि प्रयोग गरेर लिएका डेटाहरूलाई त्यसलाई हामीले चाहिँ हाम्रो समुदायमा विभिन्न समस्याहरू हुन सक्छन्, तीमध्ये एउटा चाहिँ बाढीबाट हुने जनधनको क्षति भन्ने पनि थियो र त्यस अन्तर्गत चाहिँ हामीले चाहिँ उहाँहरूको क्षमता कसरी अभिवृद्धि गराउने भनेर चाहिँ हामीले तालिम दियौँ गत वर्ष। र गत वर्ष तालिम दिइसकेपछि अनि हामीले चाहिँ के गर्यौँ भन्दाखेरि अब यसलाई स्कुलसँग नै सहकार्य गरेर गर्न सकियो भने जसरी आज उहाँहरू हजुरहरूको सामु आइपुग्नु भएको छ त्यसमा चाहिँ उहाँहरूले लिएको तालिम, त्यसबाट लिएका सिप ज्ञानहरू जे जति छन् ती सबै हजुरहरूलाई बाँड्दै हुनुहुन्छ आज। त्यही क्रममा अरू स्कुलहरूले पनि गर्नुभएको थियो अनि हामीले के गर्ने, अब कसरी काम गर्ने, कसरी जाने भनेर चाहिँ प्रस्तावना मागेका थियौँ। प्रस्तावना माग्दाखेरि श्री प्रभात सेकेन्डरी स्कुल लगायत अरू 2टा स्कुलहरूले चाहिँ यो प्रतिस्पर्धाको आधारमा छानिनुभयो। उहाँहरूको योजना हामीलाई चाहिँ हाम्रो यहाँ समिति थियो, त्यो समितिले चाहिँ उत्कृष्ट योजना भनेर चाहिँ छानिएपछि हामीले उहाँहरूलाई चाहिँ यो योजना चाहिँ हामीले अवार्ड गऱ्यौँ र विनिता म्याडम र दुर्गा सरले जुन चाहिँ यो त्यहाँ नेतृत्व गरेर यो जुन चाहिँ बाढीबाट हुने जनधनको क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ, उच्च प्रविधि प्रयोग गरेर हामीले त्यसबाट चाहिँ सूचना हामीले लिन सक्यौँ भने तपाईँको चाहिँ न्यूनीकरण गर्न सकियो भनेर चाहिँ उहाँहरूले चाहिँ यो आज प्रोग्राम त्यहाँ ल्याउनु भएको छ। म एउटा धादिङको चाहिँ अहिले धादिङमा पनि अर्को एउटा स्कुलमा केशव सर भन्ने हुनुहुन्छ, उहाँले यही प्रविधि जुन यही तालिममा आएर तालिमबाट लिएको ज्ञान सिप प्रयोग गरी त्यहाँ चाहिँ भोलि बाढी जाँदैछ भन्ने कुरा उहाँले चाहिँ आज नै चाहिँ उहाँले चाहिँ यो सूचनाहरू हेरेर त्यहाँ चाहिँ तपाईँको गाउँपालिका अनि सम्बन्धित वडाहरू अनि सम्बन्धित त्यहाँ अब सिमेन्ट फ्याक्ट्री रहेछ त्यो फ्याक्ट्रीहरूमा चाहिँ उहाँले चाहिँ अवगत गराउनु भयो। यो 2 हप्ता अगाडिको कुरा हो, 2-3 हप्ता अगाडिको कुरा र गरिसकेपछि त्यहाँ भोलिपल्ट र पर्सिपल्ट तपाईँको यो मनसुन सुरु भएपछि चाहिँ तपाईँको यो बाढी आयो अनि त्यसपछि चाहिँ पहिरो पनि गयो, जसबाट चाहिँ धनजनको क्षति हुनबाट चाहिँ उहाँले चाहिँ बचाउन सक्नुभयो र अहिले उहाँ लागिराख्नु भएको छ। यो धादिङको केस हो, अहिले हामी अस्ति अन्तर्वार्ता पनि लिएछौँ हामी उहाँसँग। त्यसरी नै रापती नदीको पनि त्यहाँ बाढी आउन सक्ने अवस्थाहरू भएको हुनाले चाहिँ मेरो विचारमा जुन दुर्गा सर र विनिता म्याडमले चाहिँ जुन यो कार्यक्रम हजुरहरूलाई त्यसमा चाहिँ एउटा अवेरनेसको रूपमा ल्याउनु भएको छ, यसले चाहिँ अवश्य पनि मद्दत पुग्नेछ। अनि उहाँहरू पनि त्यही स्कुलमा हुनुभएको हुनाले चाहिँ स्कुलमा हजुरहरूका बालबच्चाहरू पढ्नुहुन्छ भने बालबच्चाहरूलाई पनि उहाँले यो ज्ञान सिप चाहिँ बालबच्चाले बुझ्ने भाषामा
चाहिँ दिन सक्नुहुन्छ, दिनुहुनेछ भन्ने आशा पनि हामीलाई लागेको छ र हामीले यो सहकार्य अझ बढ्दै जाओस् र अरू प्रोग्रामहरू पनि हामीले समुदायमा ल्याउन सकियोस्, जसले गर्दा त्यहाँ व्यवहारिक रूपमा चाहिँ सहयोग पुगोस् भन्ने हाम्रो चाहना छ। र यसको लागि चाहिँ हजुरहरू सबै यहाँ आइदिनु भयो आजको चाहिँ मिटिङमा। यसले यस्ता केही प्रोग्रामहरू रहेछन् र यो जुन चाहिँ यो प्रविधिलाई हामीले कसरी प्रयोग गर्न मिल्दो रहेछ र यसले चाहिँ हामीलाई के सहयोग हुँदो रहेछ भन्ने कुरा त अब दुर्गा चौधरी सर र विनिता श्रेष्ठ म्याडमले चाहिँ त्यहाँ हजुरहरूलाई भन्नु नै छ र सबै आइदिनु भएकोमा म धन्यवाद दिँदै र अहिलेका मेरा 2 शब्दहरू चाहिँ म यहीँ टुङ्ग्याउन चाहेँ। धन्यवाद, नमस्कार। म यहाँहरू सबै यस सभामा उपस्थित सम्पूर्ण महानुभावहरू, सर, म्याडमहरू सबैलाई चाहिँ मेरो आदरपूर्ण अभिवादन छ। र मेरो नाम राजेश बहादुर थापा हो। म यहाँ इसी मोडमा चाहिँ यो सर्भिर भन्ने एउटा प्रोग्राम छ। त्यो सर्भिर भन्ने प्रोग्राम चाहिँ नासाको प्रोग्राम हो र यो नासाको प्रोग्राममा चाहिँ मैले यो जुन यो क्षमता वृद्धिको प्रोग्राम चाहिँ मैले नेतृत्व गर्छु। र यो क्षमता वृद्धि केमा त भन्दाखेरि चाहिँ हामीले यो जुन अन्तरिक्षबाट लिएका विभिन्न सूचनाहरू हामीले कसरी हाम्रो दैनिक प्रयोजनमा ल्याउन सकिन्छ र त्यो ल्याइएका कुराहरू हामी कसरी प्रयोग गर्न सक्छौँ भन्ने विषयमा चाहिँ मैले चाहिँ त्यसमा कसरी क्षमता वृद्धि गर्न सकिन्छ भनेर चाहिँ त्यो प्रोग्राम चाहिँ हेर्छु। मेरो चाहिँ विद्यावारिधि पनि अन्तरिक्ष विज्ञान सम्बन्धी हो र मैले आफ्ना अध्ययनका क्रममा विभिन्न समयमा चाहिँ विभिन्न प्रकारका अन्तरिक्षबाट लिइने सूचनाहरू, जुन भूउपग्रहबाट लिइन्छ सूचनाहरू, ती सूचनाहरूको आधारमा चाहिँ हामीले दैनिक जीवनयापनमा विभिन्न समस्याहरू आउँछन्। ती समस्याहरूलाई सजिलैसँग समाधान कसरी गर्न सकिन्छ, त्यसलाई सपोर्ट गर्न कसरी सकिन्छ भन्ने बारेमा चाहिँ मैले विभिन्न विषयमा अध्ययन गरेको छु मेरो पहिलाको उसमा चाहिँ। र अहिले चाहिँ हामीले गएका धेरै वर्षहरूमा चाहिँ हामीले विशेष गरेर स्कुलमा चाहिँ यो प्रोग्राम ल्याएका थिएनौँ र गएको वर्ष 1 वर्ष अगाडिबाट चाहिँ हामीले यो भूउपग्रह सम्बन्धी सूचना र त्यहाँबाट आउने जुन प्रविधिले दिने जुन चाहिँ सूचनाहरू छ, ती सूचनाहरू चाहिँ यदि हामीले स्कुलसम्म पुर्यायौँ भने र स्कुलबाट सरहरूले फेरि उता बच्चा नानीहरूलाई सिकाउनु हुनाले चाहिँ हामीले त्यो विचार गरी हामीले केही छानिएका स्कुलहरू, उपत्यका बाहिरका स्कुलहरू, कुनै पनि सहरका स्कुलहरू होइन कि उपत्यका सहरका बाहिरका स्कुलहरूबाट चाहिँ हामीले चाहिँ आवेदन मागेका थियौँ। त्यस अन्तर्गतबाट हामीले 9वटा स्कुलहरूका सरहरू चाहिँ काठमाडौँ आउनुभयो र 1 वर्ष अगाडि हामीले यो भूउपग्रह सम्बन्धी सूचना कसरी आउँछ र त्यसबाट हामीले आएका सूचनाहरू कसरी प्रयोग गर्ने, विशेष गरेर चाहिँ हाम्रो दैनिक जीवनमा चाहिँ जसले असर पुर्याउँछ ती असर पुर्याउने कुराहरूलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा चाहिँ हामीले सिकाएका थियौँ। त्यो सिकाइसकेपछि अनि हामीले चाहिँ
स्कुलहरूसँग चाहिँ अब मिलेर काम गरौँ भनेर चाहिँ केही प्रोजेक्ट केही छ तपाईँको आइडिया, त्यो आइडियामा यदि हामी केही सहयोग गर्न सक्छौँ भने तपाईँको चाहिँ कम्युनिटीसम्म अथवा गाउँसम्म पुर्याउन सकिन्छ भनेदेखि र त्यहाँ चाहिँ केही धनजनको क्षति अथवा चाहिँ सम्पत्तिको क्षतिबाट हुनबाट बचाउन सकिन्छ भने हामी सहयोग गर्छौँ भनेर चाहिँ हामीले भनेपछि र हामीले चाहिँ केही तपाईँको प्रस्तावनाहरू चाहिँ हामीले प्राप्त गरेका थियौँ। ती प्रस्तावनाहरूबाट मध्ये 3वटा उत्कृष्ट प्रस्तावनाहरूलाई हामीले चाहिँ सहयोग गर्ने बाचासहित हामी अगाडि बढ्यौँ। त्यही अन्तर्गत आज हाम्रो श्री प्रभात सेकेन्डरी स्कुल भरतपुर 25 को सरहरू सर दुर्गा चौधरी र म्याडम विनिता श्रेष्ठ ज्यूको चाहिँ कोअर्डिनेटरसिपमा चाहिँ यो प्रोग्राम चाहिँ विशेष गरेर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ, त्यसबाट चाहिँ हामीले जुन चाहिँ अन्तरिक्षबाट लिएका सूचनाबाट बनाइएको सूचनाले चाहिँ कसरी त्यहाँ हामी चाहिँ प्रयोग गर्न सकिन्छ त भन्ने बारेमा चाहिँ अवगत गराउनको लागि चाहिँ त्यो प्रोजेक्ट यो जुन चाहिँ प्रस्तावना जुन प्रोजेक्ट चाहिँ हामीले पाएका थियौँ त्यो प्रोजेक्ट अनुसार चाहिँ आज हजुरहरूको समक्ष दुर्गा चौधरी सर र विनिता म्याडम चाहिँ त्यहाँ आउनुभएको छ र यो सूचनाले अब अस्ति मात्रै एक महिना 2-3 हप्ता अगाडि तपाईँको उता धादिङमा भएको स्कुलमा पनि अर्को केशव सर भन्ने हुनुहुन्थ्यो, उहाँले चाहिँ यसरी नै यो जुन हामीले तालिम दिएकाबाट जुन सिकेर पाएको ज्ञानबाट चाहिँ उहाँले त्यो सूचना चाहिँ त्यहाँको गाउँपालिका र त्यहाँको सम्बन्धित वडाहरूमा उहाँले दिनुभयो, जस कारणबाट चाहिँ जुन अविरल वर्षा भयो त्यो अविरल वर्षाबाट जुन पहिरो जाने भएको हुनाले त्यो क्षेत्रमा रहेका बासिन्दाहरूलाई आफ्नो जीवधनको सुरक्षा अथवा चाहिँ आफ्नो सम्पत्तिको के छ सुरक्षा त्यो गर्नको लागि चाहिँ अघिल्लो दिनै उहाँहरूले अवगत गराइदिनु भयो र भोलिपल्ट नभन्दै पहिरो पनि गयो, बाढी पनि आयो र धनजनको चाहिँ क्षति हुनबाट रोकियो। र त्यसले गर्दाखेरि चाहिँ अब यहाँ दुर्गा चौधरी सर र विनिता म्याडमले चाहिँ दिनुभएको इन्फर्मेसन जुन सूचना अनुसार चाहिँ यो हजुरहरूको यो क्षेत्र पनि रायपतिको चाहिँ अलिकति बाढी जोखिम क्षेत्र मानिने भएको हुनाले यदि यसमा हामीले चाहिँ यो जुन हामीले विकास गरेको जुन प्रविधि छ त्यो प्रविधिको प्रयोग गरेर त्यसबाट हजुरहरूले चाहिँ त्यसको प्रयोग गरेर चाहिँ अब आफूलाई समयमै सचेत गराउन सकियो भने चाहिँ केही सहयोग हुने थियो भनेर चाहिँ यो हामीले यो प्रोग्राम ल्याएका हौँ। यो प्रोग्राम चाहिँ हाम्रो नेपाल सरकारको डिपार्टमेन्ट अफ हाइड्रोलोजी मेट्रोलोजी यो डिपार्टमेन्ट छ, त्यो डिपार्टमेन्टसँगको सहकार्यमा हामीले चाहिँ उहाँको भ्यालिडेसन चेकिङमा चाहिँ यो प्रोग्राम चाहिँ डेभलप भएको हो र आधिकारिक सूचना चाहिँ जुन नेपाल सरकारको डिपार्टमेन्ट अफ हाइड्रोलोजी मेट्रोलोजी ले चाहिँ नै दिन्छ र यसले चाहिँ यहाँ चाहिँ प्राथमिक जुन सूचना दिन्छ जसले गर्दाखेरि चाहिँ हजुरहरूलाई भोलिका दिनहरूमा सहयोग होस् र यसको क्षमता वृद्धि गर्न हाम्रो दुर्गा सर र विनिता म्याडमलाई चाहिँ अझ प्रोत्साहन गर्न चाहन्छौँ र यो ज्ञान त्यहाँ हजुरहरूलाई बाँड्ने र सँगसँगै स्कुलमा पढ्ने विद्यार्थीहरूलाई पनि उहाँहरूले बाँडिदिनु भयो भनेदेखि चाहिँ भोलि विद्यार्थीहरू आफैले पनि आफ्नो घर वरिपरि के कस्ता नदीनालाहरू छन् त्यो नदीनालामा चाहिँ बाढी आउन सक्छ कि सक्दैन भन्ने कुरा पूर्वानुमान त्यो जुन चाहिँ हाम्रो सूचनाको आधारमा पूर्वानुमान गरेर आफ्ना त्यहाँ वरिपरिका छरछिमेकमा पनि सहयोग पुर्याउन सक्नुहुनेछ भन्ने चाहिँ आशा राख्दछु र आज यहाँहरू सबैलाई यहाँ उपस्थित हुनु भइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो दुर्गा सर र विनिता म्याडम लगायत श्री प्रभात सेकेन्डरी स्कुललाई नै मैले चाहिँ विशेष शुभकामना दिन चाहन्छु भन्दै म यहाँबाट बिदा भएँ। धन्यवाद। अनुमान गर्दाखेरि हाम्रो प्रायः जसो चाहिँ 99%सम्म चाहिँ म्याचिङ हुन्छ। कहिलेकाहीँ त्यो चाहिँ अब नहुन पनि सक्छ फेरि
सरले चाहिँ यसो भन्नुभएको थियो अनि यसो भएन अथवा चाहिँ म्याचिङ भएन अथवा चाहिँ फ्लुटै आएन अथवा बाढी नै आएन पानी नै परेन भन्ने चाहिँ हुँदैन किनकि यसमा चाहिँ भनेको हामी जहिले पनि अनुमान हुन्छ म्याडम अब त्यसपछि मैले यहाँ थोरै यो यहाँनिर यो अहिले चाहिँ हाम्रो क्षेत्र भनेको यहाँनिर हो यो चितवन एरिया होइन मैले जुन गरेँ होइन यो चाहिँ मैले स्क्रिनसट लिएको छु म अहिले यो अनलाइनबाटै देखाउँछु अहिले थोरै भिडियो मात्रै गरेँ तपाईँहरूलाई यहाँनिर छ कुन नदी हेर्ने हो हामी त्यो नदीमा चाहिँ यो म्यापलाई जुम गर्छौँ म्यापलाई जुम गरिसकेपछि त्यो नदीको चाहिँ लाइनहरू देखाउँछ त्यहाँ रिभरको लाइनहरू देखाउँछ कुन रिभरमा जाने त्यो लाइन मैले हिजो नेगौली वार्ड नम्बर 26 पनि यो कार्यक्रम सञ्चालन गरेँ 25मा पनि सञ्चालन भयो 26मा पनि सञ्चालन भयो आज 28मा गर्नुपर्ने कार्यक्रम थियो मौलाना चाहिँ बाहिर जानुभएको रहेछ होइन यहाँ त्यतिखेर मात्रै आउँछ मतलब चाहिँ यहाँको हेडमास्टर अनि तपाईँलाई राखेर गर्नुपर्ने मतलब म आज यसमा चाहिँ तपाईँहरूले चाहिँ आजको सचेतना कार्यक्रममा यहाँको हार्दिक स्वागत छ कि बाढी पहिरो रोगसँग सम्बन्धित र बर्सातसँग सम्बन्धित यी कुराहरूलाई चाहिँ हामीले पहिले पूर्वानुमान गरेर अथवा पहिले अनुमान गरेर त्यसबाट चाहिँ कसरी जोगिने त्यसबाट हुने स्थितिहरूलाई कसरी न्यूनीकरण गर्ने कसरी मिनिमाइज गर्ने एउटा दैविक प्रकोप भन्छ हामी यो प्राकृतिक प्रकोप यस्ता हामी पुरै रोक्न सक्दैनौँ तर केही हदसम्म भयो भने यसलाई चाहिँ के गर्न सक्छौँ तर त्यसबाट हुने स्थितिलाई चाहिँ हामी न्यूनीकरण गर्न सक्छौँ मैले यहाँ चाहिँ अब प्रभाव पानी भनेर लेखेको छु नि मैले हालको साथै पुगेको तर त्यो अगाडि चाहिँ 5-7 वर्ष अगाडिदेखि म प्रभावमा चाहिँ यो संस्थासँग आबद्ध भएको हुनाले त्यो संस्थामा चाहिँ अलरेडी मेरो नाम रजिस्टर भएको चाहिँ प्रभावबाट भएको हुनाले मैले चाहिँ प्रभावले लेखेँ मेरो कार्यक्रम प्रभाव मालिकै भनेर भनिएको छ अब आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको के हो त भन्दा बाढी आउने सङ्केतलाई पूर्वानुमान गरी सुरक्षित कसरी सुरक्षित त्यो तरिकाहरूमा हामी चाहिँ सिक्छौँ र मैले चाहिँ प्रेजेन्टेसन स्लाइडहरू बनाएको छु यो देखाइसकेपछि हामीलाई चाहिँ मैले बाँकीको लेखेको बाढीको केही कुराहरू मैले इन्टरनेटबाट जानेको के कुराहरू चाहिँ अब कसरी अनुमान गर्ने गर्ने तरिका अब हामी चाहिँ अहिले मोबाइल एपहरूबाट पनि धेरै यस्ता वेदर फोरकास्टका अनुमानहरू गर्छ र आजभोलि चाहिँ नेपाल सरकारले चाहिँ यस्ता वेदर फोरकास्टको चाहिँ अनुमान गरेको कुराहरू जति सूचनाहरू निकालिरहेको छ पहिलाको भन्दा 1-2 वर्ष 1.5 वर्ष 4 वर्ष अगाडिको भन्दा चाहिँ अहिले धेरै एक्युरेसी चाहिँ मिलेको छ हो उसले सूचना जुन निकालेको छ एकदम ट्याक मिलिरहेको छ किनकि यसले प्रविधिहरू धेरै भएको छ पहिले सूचना निकाल्दाखेरि एउटा सूचना चाहिँ एउटा निकाल्थ्यो अब पानी पर्ने ठाउँमा पुरै घाम लागिदिन्थ्यो अथवा बाढी नै आउँथ्यो बाढी आउने त्यो सूचना निकाल्थ्यो तर अहिले नेपाल सरकारले जुन निकालेको सूचनाहरू छ यी पूर्ण रूपमा चाहिँ के छ त भन्दा अहिले पुरै मिलिरहेको छ है अब अनुमान गर्ने तरिका यो चाहिँ पुरै अनलाइनबाट गर्नु परेको छ मोबाइलबाट हुँदैन कुनै कम्प्युटरबाट गर्नुपर्ने अनलाइनबाटै हो इन्टरनेट एक्सेस चाहियो जसरी भए पनि त्यसो भएको हुनाले सबैभन्दा पहिला हामी चाहिँ ब्राउजर एप्लिकेसन ब्राउजर एप्लिकेसन भनेको के हो भन्दा हाम्रो गुगल क्रोम भयो इन्टरनेट एक्सप्लोरर भयो यस्तै गरेर फायरफक्सहरू भयो होइन अनि माइक्रोसफ्ट एज भन्ने मैले चाहिँ यहाँ गुगल क्रोमको चाहिँ बनाएको छु गुगल क्रोमबाट कसरी खोल्नु सबैभन्दा पहिला चाहिँ गुगल क्रोम तपाईँको यहाँ पनि हुनसक्छ टास्क बारमा हुनसक्छ होइन अथवा तपाईँहरूको यहाँ टास्क बारमा नभइकन डेस्कटपमा सर्टकट की भएको हुनसक्छ सर्टकट आइकनहरू भएको हुनसक्छ त्यहाँ भएन भने पनि स्टार्ट बटनमा गएर चाहिँ तपाईँले चाहिँ गुगल क्रोम खोज्न सक्नुहुन्छ त्यहाँ भएन भने पनि इन्स्टल गर्नुपर्ने हुनसक्छ डाउनलोड गरेर यहाँ पहिला चाहिँ यो सफ्टवेयर ओपन गर्यो ओपन गरिसकेपछि यो चाहिँ एउटा स्क्रिन हो यो त्यसपछि अब यति गरिसकेपछि के गर्नु पऱ्यो त भन्दा हामीले चाहिँ गुगल क्रोम ओपन गर्छौँ यदि गुगल क्रोम ओपन गरेको छैन भने पहिला के गर्नुपर्छ त भन्दा google.com भनेर सर्च इन्जिन चाहिँ पहिला ओपन गर्नुपर्छ सर्च इन्जिन ओपन गर्नुपर्छ सबभन्दा राम्रो किनकि हामीले चाहिँ प्रायः धेरै जसो चाहिँ प्रयोग गर्ने सर्च इन्जिन भनेकै गुगल अरू हामी सर्च इन्जिनहरू त्यति धेरै प्रयोग गर्दैनौँ त्यसो भएको हुनाले अब यो चाहिँ के छ त भन्दा सर्चमा गएर हामी सबैभन्दा पहिला स्मोड 8 भनेर
यो सिमोड ए भनेर सबैभन्दा पहिला चाहिँ यो टाइप गर्छौँ। टाइप गरिसकेपछि अनि इन्टर गर्छौँ। इन्टर गरिसकेपछि के छ त भन्दा यस्तो खालको विन्डो देखा पर्छ। मैले पुरै यहाँ स्क्रिनसट यति मात्रै दिएको छु, तल काटेको छु। यस्तो खालको देखा पर्छ। मैले यसमा हाइलाइट गरेको छु। यहाँ चाहिँ सिमोड ए भनेर लेखेर सर्च गरिसकेपछि यो खालको विन्डो देखा पर्छ। सिमोडको फुल फर्म चाहिँ इन्टरनेसनल मैले पनि हेर्नुपर्छ यसको है। अहिले पुरै बिर्सेँ त्यो स्कुल वर्ड चाहिँ है। म हेरिहाल्छु है। यो 8वटा देशमा चाहिँ सम्बन्धित भएको हुनाले मैले यसको फुल फर्म दिनुपर्छ। The International Center for Integrated Mountain Development. The International Center for Integrated Mountain Development. ICMO यो 8वटा देशको चाहिँ सञ्चालित छ। हामी चाहिँ हिन्दुकुश हिमालय भनेर भन्छौँ। त्यो हिन्दुकुश हिमालयको मेम्बर कन्ट्रीहरू चाहिँ कुन कुन हो त भन्दा अफगानिस्तान, बङ्गलादेश, माउन्टेन डेभलपमेन्ट हजुर को भनेको माउन्टेन भन्छ है। यमो भनेको माउन्टेन। अब अफगानिस्तान, बङ्गलादेश, भुटान, चाइना, इन्डिया, म्यानमार, नेपाल र पाकिस्तान गरेर 8वटा देशमा यो चाहिँ यो स्मोड भन्ने संस्थाले चाहिँ वातावरणसँग सम्बन्धित काम गर्छ। यसपछि हामी स्मोड 1 सर्च गरिसकेपछि तपाईँको चाहिँ सबभन्दा टपमा यो खालको चाहिँ देखा पर्छ। कहिलेकाहीँ अब सर्च गर्दाखेरि यो टपमा नआउन पनि सक्छ है। यो टपमा नआउन पनि सक्छ। यो टपमा आएन भने तलपट्टि साइडमा आएको हुनसक्छ होइन। त्यो आएको बेलामा चाहिँ अब तपाईँहरूले चाहिँ यो कोडलाई चाहिँ एकदमै सम्झिनुपर्ने हुन्छ। यो शब्दलाई सम्झिनुपर्ने हुन्छ है। यो शब्दलाई सम्झिनै पर्छ तपाईँहरूले। अब हामीले चाहिँ यसमा स्मोड 1 भनेर सर्च गरिसकेपछि यो जुन आउँछ नि, तपाईँहरूले चाहिँ यसमा चाहिँ गएर चाहिँ एप्स लाइब्रेरी टेक्निक्स पोर्टल स्मोड चाहिँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ मैले हाइलाइट गरेको छु। यहाँ गएर क्लिक गर्नुहोस् है। यो हाइलाइट गरेको छु। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको अर्को एउटा पेज चाहिँ हुन्छ। यो खालको पेज चाहिँ टेक्निक्स पोर्टल एप्स लाइब्रेरी भनेर यो खालको एप चाहिँ देखा पर्छ। यो खालको एप देखा परिसकेपछि अब हामी चाहिँ के गर्ने त भन्दा हामी चाहिँ अरू कुराहरूमा हामी गइरहेका छैनौँ। अहिले चाहिँ हामी बाढीसँग शुद्ध पानी यानि कि हाम्रो खोलाहरू नदीहरूमा चाहिँ पानीको बहाव हेर्ने तरिका मात्रै गइरहेको हुनाले अब हामी त्योसँग रिलेटेड रहेर हाम्रो नेपालमा चाहिँ 2 खालका खोलाहरू नदीहरू रहेको हुन्छ। एउटा अत्यन्त सिकाएको भए अनि सजिलैसँग ती व्यक्तिहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले चाहिँ यसबाट बेनिफिट लिन्छ। र यो चाहिँ विशेष परिस्थितिले गर्दाखेरि बन्द चाहिँ सञ्चालन गरिएको कार्यक्रम भएको हुनाले अब आगामी दिनमा अर्को वर्षमा त्यो चाहिँ हामी चाहिँ प्रयोग व्यावहारिक रूपमा प्रयोग गर्छौँ। अब यसको लागि हामी चाहिँ के गर्नुपर्छ त भन्दा सबभन्दा सुरुमा चाहिँ एकदमै ठुलो नदीहरूको लागि मात्रै भनिरहेको छु। अहिले चाहिँ ठुलो नदीहरूको लागि चाहिँ हामी चाहिँ स्ट्रिम फ्लोहरू पानीको बहावहरू हेर्नु पऱ्यो भने कहाँबाट जाने त भन्दा त्यसको अनुमान गर्ने हो भने अनुमान गर्ने भनेको चाहिँ 100% कहिले पनि हुँदैन। प्रोबेबिलिटी मात्रै हो। यति % पोसिबल हुन्छ भन्ने कुरा मात्रै हाम्रो अनुमान गर्ने हो है। त्यसको लागि चाहिँ हामी कहाँ जान्छौँ भन्दा यो स्ट्रिम फ्लो नेपालमा छ। ठुलो नदीहरूको लागि चाहिँ यसको हाम्रो यहाँ नजिकै रहेको भनेको एउटा नारायणी नदी र एउटा ठुलो नदी, अरू भनेको अलिकति सानो नदी नै हो। राप्तीलाई पनि एकदमै ठुलो नदीको रूपमा मानिँदैन। त्यसो भएको हुनाले यो नारायणी नदीलाई चाहिँ हामी यसबाट हेर्छौँ। यही मात्र नारायणीको लागि मात्रै होइन कि नेपालको जुनसुकै ठुलो नदीहरू हेर्न सक्छौँ। त्यसको अवस्था के छ, कहिले बाढी आउँदैछ भनेर चाहिँ हामी त्यहाँबाट अनुमान गर्न सक्छौँ। र स्ट्रिम फ्लो नेपालमा क्लिक गरिसकेपछि यस्तो खालको इमेज देखा पर्छ। यो खालको इमेज देखा पर्छ। हामी त्यसमा क्लिक गऱ्यौँ। अब यो खालको इमेज देखा परिसकेपछि के हुन्छ त भन्दा तपाईँको चाहिँ यहाँ यो म्याप एउटा नेपालको नक्सा देखाउँछ। नेपालको नक्सामा चाहिँ के रिजनहरू यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ।
राखिरहेको छ। यो कलरमा चाहिँ नर्मल ड्रेनेज भनेको यसमा खासै केही चेन्जेस छैन भनेको एकदम नर्मल हो भनेको। अब त्योभन्दा माथिको कलरमा जानुभयो 2 years रिटर्न पिरियड भनेको छ, त्योभन्दा माथिको कलरमा जानुभयो 10 years रिटर्न पिरियड भनेको छ, अझै माथि जानुभयो 20 years रिटर्न पिरियड भनेको छ। त्यही अनुसारको चाहिँ अनुसार यहाँ चाहिँ यो कलरहरू चाहिँ यो रिभरको अथवा नदीका कलरहरू यहाँ देखाएको, यो लाइनहरू जुन कलरहरू देखाएको यी सबै नदी रिभेरी अहिले चाहिँ सबै नदी हो। अब निलो जुन कलरको देखाएको छ नि यो भनेको सामान्य केही पनि छैन, अहिले जसरी चाहिँ वर्षभरि पानी त्यहाँ चाहिँ बग्छ नि त्यही रूपमा यहाँ चाहिँ पानी स्वयं बगिरहेको छ। अब यसमा केही छैन, एकदमै नर्मल हो भनेको। अब चाहिँ थोरै यो कलर रहेको छ हो येलो कलर भनेको हल्का केही मात्रामा पानीको सतह बढेको छ, यसले चाहिँ हामीलाई चाहिँ केही असर गर्दैन। पानीको सतह बढ्यो तर यसले चाहिँ हामीलाई केही असर गर्दैन, यसबाट हानि नोक्सानी हुँदैन, खासै हुँदैन। कुनै बेला चाहिँ अचानक हुने कुरा हल्का भयो, नत्र यसबाट चाहिँ हानि हुने कुरा चाहिँ एकदमै न्यून रहन्छ। 2 years रिटर्न पिरियड भनेको फेरि 2 वर्ष पछि आउने भनेको चाहिँ होइन। यसले यहाँ हेर्दाखेरि 2 years रिटर्न पिरियड, 2 years 10 years रिटर्न पिरियड र 20 years रिटर्न पिरियड भनेको छ नि, यो भनेको चाहिँ अब 2 years रिटर्न पिरियडको अर्थ भनेको के हुन्छ भन्दा अहिलेको पानी र अर्को वर्षको पानी एकैचोटि त्यो खोलामा छोड्दाखेरि कति बहाव हुन्छ र एकैचोटि आउँदाखेरि कति क्षति पुर्याउँछ, त्यो क्षति बराबरको यो 2 years रिटर्न पिरियडको क्षति पुर्याउँछ है। त्यो 2 वर्षमा आउँछ भन्ने कुरा चाहिँ होइन, उसको अर्थ चाहिँ त्यसरी बुझ्नु होला। अर्को छ 10 years रिटर्न पिरियड भनेको पनि त्यही हो। 10 years रिटर्न पिरियड भनेको चाहिँ 10 वर्षको पानीले एकैठाउँमा जम्मा गरेर चाहिँ अब त्यसलाई चाहिँ एकैचोटि छोड्दाखेरि कतिको बहाव आउँछ, त्यसले क्षति पुर्याउँछ पनि हामी आफै अनुमान गर्न सक्छौँ। त्यो त्यहाँबाट जुन पर्ने क्षति हुन्छ त्यसलाई चाहिँ हामी 10 years रिटर्न पिरियड भन्छ। प्रायः जस्तो यो चाहिँ कतै वर्ष आउँदैन र लगभग 10 वर्षको अन्तरालमा आउन सक्दैन, त्यस्तो हुन्छ। त्यसैले हेर्दा चाहिँ 10 years रिटर्न पिरियड। अब रेड कलरमा देखाएको छ भने 20 years रिटर्न पिरियड, यो चाहिँ एकदमै खतरा हो। 10 yearsमै पनि खतरा हुन्छ, यो पनि धेरै खतरा नै हो, तर अझै खतरा भनेको चाहिँ 20 years रिटर्न पिरियड हो। यो चाहिँ एकदमै खतरा, एकदम डेन्जर। यहाँबाट आए यतिको पानी बहाव आयो भने हामीलाई चाहिँ अब त्यहाँ वरिपरि रहेका चाहिँ एकदमै सजग र सतर्क हुनुपर्ने हुन्छ। अब यो स्ट्रिट लो प्रेडिक्सन नेपाल भन्ने यो सिस्टम जुन छ यसबाट हामी वेदर फोरकास्ट हेर्दाखेरि 10 दिनसम्मको फोरकास्टहरू हेर्न सक्छौँ। 10 दिनसम्मको पानीको लेभलहरू कति छ भनेर हामी यहाँबाट सजिलैसँग हेर्न सक्छौँ। अब यसमा चाहिँ मैले जस्तो यहाँबाट मैले चाहिँ यो जो म्याप ओपन गरेँ, यो सिस्टम ओपन गरिसकेपछि मैले यहाँबाट जुम गर्छु। यसरी जुम गरिसकेपछि एउटा एक ठाउँमा चाहिँ नारायणी रिभरको लाइन देखाउँछ है, लाइन देखाउँछ है। लाइन देखाइसकेपछि अब त्यसमा गएर चाहिँ क्लिक गरिसकेपछि तपाईँको यस्तो खालको क्लिक गरिसकेपछि मैले नारायणी खोलामा चाहिँ नारायणी नदीमा गएर मैले चाहिँ क्लिक गरेको छु र त्यसको डेटा अब यो चाहिँ मैले लिएको भनेको यति बार हो क्या यो डेटा लिएको आज सोमबार भइसक्यो होइन, 4-5 दिन भइसक्यो डेटा लिएको। यो अनलाइनबाट डेटा यसरी आएको यो त्यो बेलामा चाहिँ मैले यो डेटा लिएर स्क्रिनसट गरेर मैले पावर पोइन्ट फाइलहरू बनाएको थिएँ होइन। त्यो बेला भनेपछि अब यसले 10 दिनसम्म हुँदैछ, अगस्त 6 छ, यहाँ अगस्त 16 छ होइन। अब यो 10 दिनसम्मको फोरकास्ट यसले दिन्छ। यो चाहिँ हेर्नुहोस्, अब यहाँबाट चाहिँ धेरै डेटा आउँछ, ग्राफहरू हेर्नुहोस्, यहाँ एउटा कलर यो छ, अर्को कलर यो छ, एउटा लाइन छ ब्ल्याक छ, अर्को लाइन ब्लू कलर हो, डेटा आउने यसरी छ। भनेपछि अब यो के हो त भन्दा सिम्बोर्डले यो डेटाहरू राख्दाखेरि यसले चाहिँ विभिन्न खालका माध्यमबाट रिमोट सेन्सिङबाट लिएका डेटाहरू चाहिँ प्रोसेसिङ गरिसकेपछि यसले चाहिँ यो वेबसाइटमा राखिन्छ। वेबसाइटमा राखिसकेपछि यो वेबसाइटमा राखिसकेपछि अनि त्यसपछि विभिन्न डेटाहरूको चाहिँ यो अनुसार चाहिँ यसले चाहिँ ग्राफहरू देखाउँछ। र यहाँ चाहिँ अब बाढी कति कमाउन सक्छ भन्दा कुनै बेला चाहिँ माटो एकदम सुक्खा भयो भने जति पानी परे पनि बाढी नआउँछ, किनकि माटोले फटाफट त्यो पानी सोच्न सक्छ हो। त्यसको कति चाहिँ क्यापेसिटी छ भन्ने कुरा त्यो चेक गरिसकेपछि सोइल टेस्टहरू गरिसकेपछि अनि बादल कतिको छ त्यो सम्भावना हेरिसकेपछि हो, इन्भाइरोमेन्ट कस्तो छ, यी सबै कुराहरूलाई चाहिँ एनालाइसिस गरेर बल्ल यहाँ चाहिँ डेटाहरू राखिएको हुन्छ। अब त्यहाँबाट हामी चाहिँ हेर्छौँ। जस्तो अब यहाँ हेर्नु त अब 6मा चाहिँ अब 6मा त यतातिर जाँदाखेरि यो चाहिँ यो लाइन छ नि यो त कतिले गइरहेको छ नि, यसको अर्थ भनेको चाहिँ पानीको भाव गर्दै गर्दै गइरहेको छ है। अब चाहिँ अगस्त 10तिर जाने भने अगस्त 11तिर जाने थोरै हल्का चाहिँ पानी परेर हल्का बढ्न सक्छ है, थोरै हल्का बढ्न सक्छ भने योभन्दा तल पनि
यसका पर्सेन्टेजको आधारमा पुरै लेखिएको दिएको छैन र त्यो स्क्रिनसट दिएको छैन है त्यो अहिले चाहिँ म अनलाइनमा देखाउँछु लाग्दैन है। अब यसरी चाहिँ डेटाहरू चाहिँ अपडाउन एकदमै यस्तो अपडाउन हुन्छ। भनेपछि जति अप यो सबै यो पनि फ्रिक्वेन्सी अफ छ यो पनि अफ छ यो पनि अफ छ सबै अफ छ भने त्यो बेलामा चाहिँ हाम्रो प्रोबेबिलिटी के हुन्छ त फ्लुड आउने सम्भावना एकदमै म्याक्सिमम हुन्छ। भनेपछि हामी त्यो बेलामा चाहिँ आफै सतर्क हाम्रो घर चाहिँ अब नारायणी नदी नजिकै छ भनेपछि हामी चाहिँ अब यो आउन सक्छ है हामी आफै सचेत हुनुपर्छ। अब कसरी आफ्नो घरमा भएका खाद्यान्न चिजहरू लत्ता कपडाहरूलाई कसरी जोगाउने आफू कसरी सुरक्षित हुने पहिले चाहिँ प्लानिङ हामी गर्न सक्छौँ। यद्यपि त्यति मात्रै होइन बाढीको लागि मात्रै होइन यहाँबाट चाहिँ अनि अब वेदर फोरकास्टहरू हेरेर हामी चाहिँ आजको दिनमा चाहिँ के प्लानिङ गर्ने योजना बनाउने भनेर चाहिँ हामी वेदर फोरकास्ट हेरेर पनि गर्न सक्छौँ। जस्तो म चाहिँ बजार जाँदैछु भने अब रेडबुल फुटेर जाने पनि नराख्ने होइन त्यो चाहिँ एउटा प्लानिङ गर्नको लागि पनि हामी हेर्न सक्छौँ। जस्तो रोपाइ छ भने रोपाइ गर्नको लागि आज पानी पर्छ पर्दैन अब घाम लाग्छ लाग्दैन होइन अब पानी पर्छ भनेपछि अब यो मौसम अनुसार हामी चाहिँ यति रोप्न सक्छौँ भनेर अनुमान गरेर धान काट्ने बेलामा पनि हामी चाहिँ अब पानी पर्न सक्छ भनेपछि अनि अब धान काटेर पानी परेपछि अर्थ भएन नि भनेपछि हामी 2 दिन पछाडि भोलि पानी पर्छ भनेपछि पर्सि पनि धान काट्ने योजना गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ वेदर फोरकास्टबाट एउटा चाहिँ पूर्व योजनाहरू चाहिँ यसरी बनाउन सक्छ। हाम्रो नेपालमा चाहिँ धेरै चाहिँ यो प्रयोग गरेको पाइँदैन तर विदेशमा अब प्रेजेन्ट कन्ट्रीहरूमा चाहिँ अत्यधिक मात्रामा यो चाहिँ फोरकास्टहरू प्रयोग गरेको पाइन्छ। यो चाहिँ नेक्स्ट है अब यसमा चाहिँ हेर्नु त यहाँ अघि फोरकास्टमा थियो कि होइन यो फोरकास्टमा छ। अब हिस्टोरिकल यानि कि यस्तै इतिहासमा चाहिँ कति ठुल्ठुलो बाढीहरू आएको थियो त यस्तो हिस्ट्रीहरू छ त्यसबाट हामी यहाँ अत्यन्त ठुलो बाढीहरू यहाँनिर गइरहेको छ एकदमै ठुलो बाढीहरू गइरहेको छ है। अब यतातिर जाने पनि 15सम्मको मात्रै चाहिँ डेटाहरू यहाँ चाहिँ राखिएको छ त्योभन्दा पछाडिको डेटाहरू चाहिँ अपडेट गरेको छैन अपडेट गर्दा त्यसपछि अब फ्लुइड ड्युरेसनहरू पनि छ होइन त्यसको चाहिँ फ्लुइड ड्युरेसन भनेको कति समयसम्म यो बाढी रहन्छ भनेर होइन कति समयपछि पानी सुक्छ सानो हुँदै जान्छ भनेर चाहिँ हामी यहाँ पनि हेर्न सक्छौँ। त्यस्तै गरी त्यसको डेटाहरू यसको चाहिँ यहाँ ग्राफमा रहेको डेटाहरू जुन छ यसलाई चाहिँ हामी सजिलो यसमा एक्सेलमा डाउनलोड पनि गर्न सक्छौँ। यो चाहिँ ठुलो नदीहरूको लागि है अब साना खोलाहरूको लागि साना भएका खोला नदी नभनेको खोला भनिन्छ क्या यहाँ साना खोलाहरूको लागि चाहिँ के गरिन्छ त भन्दा अघि हामी चाहिँ यहाँ स्ट्रिम फ्लो नेपाल भन्ने थियो होइन अब यसमा नगइकन अब कहाँ जान्छ त हाइवाट स्ट्रिम फ्लो नेपाल स्ट्रिम फ्लो नेपाल छ तर त्योभन्दा अगाडि के रहेछ त भन्दा हाइवाट भन्ने शब्द प्रयोग गरिएको छ। त्यो हाइवाट भन्ने शब्द प्रयोग गरेको जुन एप छ यसमा चाहिँ गएर हामी चाहिँ क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यो साना खोलाहरूको लागि मात्रै ठुलोको लागि यसबाट हेर्ने किनकि ठुलो खोला र सानो खोलाको लागि धेरै डिफ्रेन्ट पर्छ। अब नारायणी नदीको लागि हेर्ने भने हाम्रो चाहिँ त्यसको सोर्सेसको मुहानहरू त कति छन् यहाँ चितवनमा पानी परेर नारायणी नदीमा चाहिँ बाढी आउँछ भन्ने त छँदै छैन सम्भावनै छैन। त्यसको मुहान भनेको जहाँ छ अब विभिन्न पाहाडबाट आउने चाहिँ पानीहरू छ नि तिनीहरू सबैलाई चाहिँ अध्ययन गरेर बनाइएको छ। भनेपछि हाम्रो चाहिँ अब सानो खोलाहरू के हुन्छ त भन्दा जुन ठाउँमा खोला छ त्यही ठाउँमा पानी पऱ्यो भने बाढी आइया यही हाम्रो छैन खोलाहरू लामा छैन सन्साना छ होइन त्यतिखेर पानी जम्मा भएर वापस आउनु छ। अब त्यसको लागि हामी यहाँ हाइवे स्ट्रिम फ्लो नेपालमा गएर क्लिक गर्छौँ। त्यसमा क्लिक गरिसकेपछि यो खालको चाहिँ विन्डो देखा पर्छ। यो अघि भने जस्तै सेम यहाँ चाहिँ म्यापहरू आउँछ। अघिको म्याप अलिक डिफ्रेन्ट खालको देखिएको थियो यो म्याप अलिक डिफ्रेन्ट खालको छ। यसमा चाहिँ साना खोलाहरू चाहिँ जति छ सबै देखाउँछ यहाँ। अब हामीले चाहिँ जुन खोलाको हेर्नुपर्ने हो त्यो खोलामा गएर चाहिँ हामी म्यापमा जुम गर्छौँ। जुम गरेर अनि त्यसपछि त्यो खोलामा गएर क्लिक गर्छौँ लाइनमा गएर क्लिक गर्छौँ है। क्लिक गरिसकेपछि यसको डेटा हो यस्तै डेटामा आउँछ र हेर्ने तरिका सेम त्यही नै हो है। अब रातो कलरको यहाँ देखाएको छ भने त्यसमा चाहिँ एकदमै खतरा छ भन्नु है। यो चाहिँ यसमा के छ त भन्दा ठुलो नदीहरूमा चाहिँ 10 दिनसम्मको फोरकास्ट हुन्छ भने यसमा चाहिँ जम्मा कति दिनको हुन्छ त भन्दा 1 दिनको मात्रै 24 घन्टाको लागि मात्रै हुन्छ साना खोलाहरूको लागि किनकि उतिखेर सबै उतिखेर पानी आउने खालको भएको हुनाले यसको चाहिँ 24 घन्टासम्मको लागि मात्रै हुन्छ। अब यसमा चाहिँ मैले थोरै जुम गरेँ। अब यहाँ चाहिँ देखाएको छ विभिन्न खोलाहरूको नाम देखाएको छ। विभिन्न खोलाहरूमध्येमा यहाँ हेर्नु छ
हाम्रो नजिकै रहेको यो साना खोला ठुलोहरूलाई चाहिँ देखाउने है होला साना हाम्रो चाहिँ खेतबारीमा हुने चाहिँ ठुलोहरू छ नि त्यसलाई देखाउँदैन। यहाँ एउटा बेतरी खोला भन्ने चाहिँ पसरातिरबाट आउने अथवा चाहिँ यो बेतरी खोला भन्ने मैले थोरै यहाँ चाहिँ अनि यहाँ चाहिँ केरमु खोला भन्ने चाहिँ यहाँ छ। अब यतातिर त अब हाम्रो नारायणी भैयाले खासै छैन खोला होइन त्यसो भएको हुनाले यो साइडमा भए होइन। अब यो खोलाको चाहिँ बहाव हेर्न पऱ्यो भने कति पानी आउन सक्छ भनेर चाहिँ हेर्नु पऱ्यो भने हामी यसमा गएर चाहिँ के गर्छ होइन। अब राप्तीमा गएर हेर्ने भने पनि राप्तीको पनि छ होइन अनि के खोला छ सबै यहाँ नामहरू छ। त्यसपछि मैले बेतरी खोलामा गएर क्लिक गरेको थिएँ अस्ति त्यहाँको चाहिँ फर्काउ हेर्नको लागि। अब यसमा चाहिँ बाढी नै आउँदैन थोरै हल्का चाहिँ पानी परेर हल्का पर्न सक्छ सल्लाह मात्रै छ के पनि छैन गाएको पनि सुन्दैछ। अनि त्यसपछि अब यसमा चाहिँ हिस्टोरिकल पनि छ होइन हिस्टोरिकल ब्याकग्राउन्ड अनि यसमा चाहिँ मतलब कि कहिले कहिले बाढी कति आयो होइन कुन कुन लेभलको बाढीहरू आएको छ भनेर चाहिँ हामी सजिलोसँग यहाँ पाइपकै चाहिँ डेटाहरू होइन। अब पानी यो भयो अब सानो खोला अब ठुलो खोलाको लागि पनि भयो नारायणी खोलाको चाहिँ अब नारायणी नदीको हेर्नु पऱ्यो भने कसरी हेर्ने यो चाहिँ एक्चुअली यो चाहिँ भन्नु न हेऱ्यो माथि यस्तै आएर यहाँ आइरहेको छ नि बाटो अगस्तमा भनेको त्यो आउने सम्भावनाको हो कि के हो आउँदैन सर आउँदैन तलपट्टिको प्रोभाबिलिटी पनि हेर्नुपर्छ। म अहिले अनलाइनमा सर देखाउँछु नि सर हेर्नुलाई। अब पानी पर्ने सम्भावनाको लागि पानी पर्ने सम्भावना भनेको चाहिँ मुख्य यसको चाहिँ कज के हुनसक्छ त भन्दा बादल नै मुख्य कारण भनेकै बादल नै होइन। त्यसो भएको हुनाले अब बादल हेर्न पऱ्यो भने बादल कहाँनिर कति छ कुन सम्भावनाको कति सम्भावना रहिरहन्छ भन्ने कुरा अब हामी चाहिँ पानी पर्ने सम्भावना हेर्नको लागि के गर्छ भन्दा हाइवाट भन्ने मात्रै स्टेप हाइवाट भन्ने अघि चाहिँ हाइवाट स्क्रिप्टो नेपाल भन्ने थियो अब हाइवाट भन्ने मात्रै छ। अब यो हाइवाट भन्ने मात्रैमा हामी चाहिँ के गर्न सक्छौँ त भन्दा गएर क्लिक गऱ्यो क्लिक गरिसकेपछि यस्तो खालको यो खालको देखाउँछ यो खालको विन्डो देखाउँछ। यो खालको विन्डो देखाइसकेपछि अरू चाहिँ अब यहाँ चाहिँ सबै विश्वहरू देखाइरहेको छ होइन र हाम्रो नेपालले यति मात्रै छ। अब यो पछाडिपट्टिको ब्याकग्राउन्ड कलर चाहिँ कालो देखाउनुको कारण के हो त भन्दा बादल सजिलोसँग छिटो सकियोस् भनेर मात्रै कलर चाहिँ ब्ल्याक देखाएको है किनकि बादलको कलर यसमा आउँछ। यो कलर अनुसार कति एमएम पानी पर्छ भनेर यहाँ दिएको छ। अब यो चाहिँ रातोतिर अब रेड कलरतिर गएर 50 एमएमसम्म पानी गर्न सक्छ भन्ने सम्भावना है त्योभन्दा अझै धेरै पानी पर्न सक्ने सम्भावना भनेपछि अब ब्लू कलरमा देखाएको छ भने खासै पानी नपर्ने सक्छ अलिअलि मात्रै पर्न सक्छ सिधा मात्रै सिमसिमे पानी पनि मात्रै पनि पर्न सक्छ है त्यस्तो खालको। अब यो चाहिँ 100% चाहिँ हुँदैन होइन तर नियर एबाउट हामीले चाहिँ एकदमै राम्रोसँग एनालाइज गरेर यसलाई चाहिँ हेर्ने हो भने नियर एबाउट 99%सम्म पुग्न सक्छ यसको चाहिँ प्रोभाबिलिटी र हामीले हेरेको कुराहरू चाहिँ ठ्याक्कै मिल्छ। यो चाहिँ यस्तो खालको हो है। अब यसलाई चाहिँ थोरै ट्रान्सपेरेन्सी हामी यहाँ प्ले गर्ने बटन पनि छ प्ले गऱ्यो भने यसको चाहिँ बादलहरू कहाँबाट कतातिर गइरहेछ भनेर हामी हेर्न सक्छौँ अहिले अनलाइनबाट देखाउँछु। अब त्यसपछि के भयो एउटा हाम्रो चाहिँ किसिमको एकबाट चाहिँ यो हेर्ने तरिका भयो होइन। अब यही बादल नै प्रकाशहरूको बादल चाहिँ पानी पर्ने सम्भावना कति छ भनेर हामी चाहिँ नेपाल सरकारको आधिकारिक वेबसाइटबाट पनि हेर्न सक्छौँ। यस्तो छ हेर्नुहोस् त यो चाहिँ मेट्रोलोजिकल फोरकास्टिङ डिभिजन भन्ने छ। मेट्रोलोजिकल फोरकास्टिङ डिभिजनबाट पनि हामी सजिलैसँग हेर्न सक्छौँ। यहाँ चाहिँ अथवा यहाँ चाहिँ कुन कलरले कति पानी पर्छ भन्ने कुरा दिएको छ। यो चाहिँ रेड कलरको हो भने चाहिँ 100 एमएमभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको छ होइन। यहाँ चाहिँ देखाएको थियो यो पनि हामी प्ले गरेर हेर्न सक्छौँ। अहिले स्क्रिनसट यति मात्रै अडेको हुनाले मैले राखेको छु त्यो तल पनि छ कुराहरू म चाहिँ यो अनलाइनमा चाहिँ देखाउने गरेँ यति छ। यहाँ प्ले गर्ने बित्तिकै सजिलैसँग यसको बादलको कलरहरू छ यो कलरको आएर यहाँ चाहिँ पानी नै नपर्ने सम्भावना रहन सक्छ। यो कलरहरू यसै जुन यहाँ कलर दिएको छ त्यो अनुसारको माथिको कलरहरू आयो भने त्यो अनुसारको पानी पर्ने सम्भावना रहन सक्छ। त्यति धेरै पानी पर्न सक्छ अलिअलि पानी पऱ्यो भने हामी त्यो अनुसारको पानी गर्न सक्छौँ होइन। अब धेरै पानी पऱ्यो भने त्यो अनुसारको कतै यात्रा गरिरहेको छौँ त्यो अनुसारको सामानहरू लिएर हामी यात्रा गर्छौँ। जुम गरिसकेपछि
विशेष धेरै चाहिँ अफमा छैन, त्यसो भएको हुनाले यसमा चाहिँ अहिले पानी आउने सम्भावना छैन भनेर हामी चाहिँ अनुमान गर्न सक्छौँ। र त्यसपछि थोरै तलतिर यसैको ग्राफको प्रक्रिया